हाम्रो चाहिँ पन्थी सरले भन्नुभएको कुरो पनि 100% राइट हो। अब दुइटै 100% राइट, तर चाहिँ कुरो कहाँनिर मिलेको छैन त भन्दा सरले हामी एकदम सभ्य नागरिक, सभ्य सांसद, प्रधानमन्त्री सभ्य भएरको सभ्य समाजलाई परिकल्पना गरेर पाण्डे सरले बोल्नुभयो। सरले चाहिँ हाम्रो नेपालको परिस्थितिलाई जोडेर बोल्नुभयो। एक्ज्याक्ट कुरो चाहिँ मेरोमा यसमा चाहिँ भनाइ के छ भन्दाखेरि इन्टेक जस्तो भयो आउटटेक त्यस्तै हुन्छ। संसदीय समितिहरूलाई कुनै पनि विषयमा कुनै पनि पदमा रहेका व्यक्तिहरू अथवा नरहेका व्यक्तिहरूलाई पनि प्रश्न सोध्ने अधिकार छ, तर त्यो प्रश्न कुनै न कुनै वास्तविक तथ्य प्रमाणसँग आधारित भएको हुनुपर्दछ। नम्बर 1 हुनुपर्थ्यो के त, म कानुनको ज्ञाता त होइन, तर नेपालको सिस्टम चाहिँ थाहा छ। हुनुपर्थ्यो के त भन्दा अस्ति हाम्रो माननीयज्यू मैले भन्नै पर्छ, माननीयज्यूले बोल्नुभएको विषय जम्मा नाम नखुलेको परिचय नखुलेको व्यक्तिले हालेको बेनामी पत्रको आधारमा थियो। पहिलो कुरो बुझ्नुहोस्, त्यो बेनामी पत्रलाई हरेक बेनामी पत्रहरू हरेक समितिमा पर्छन् र रेखा समितिमा पनि पर्छ। त्यो पत्रलाई सम्बन्धित मन्त्रालय मार्फत कुरो बुझेर खबर पाऊँ, अनुसन्धान गरेर खबर पाऊँ भनेर पठाएर सम्बन्धित मन्त्रालयले त्यो जवाब पठाइसकेपछि, छानबिन गरेर सब जवाब पठाइसकेपछि केही प्रमाणको आधारमा खगेन्द्रजीले बोल्नुभएको भए म उहाँलाई अहिले स्यालुट हान्थेँ। तर कसैको चरित्र हत्या मलाई थाहा छैन हो र होइन भन्नेमा कुनै प्रमाणले कतै पनि नभेटिने बेनामी पत्रको आधारमा गरिमामय मिनी सांसदमा त्यसरी बोल्नु किमार्थ ठिक होइन, किमार्थ ठिक होइन। अब यसपछिको सन्दर्भमा तपाईहरुलाई भन्नुपर्दा महत्त्वपूर्ण कुरो के छ भन्नुहुन्छ भने मैले पाएको जानकारी अनुसार त्यो बेनामी पत्रमा लेखिएका र पोलिएका व्यक्तिहरू सम्बन्धित जसलाई ब्लेम लगाइएको छ उहाँहरूसँग जिन्दगीमा सम्पर्कमा पनि नआएका व्यक्तिहरू छन् रे। अब त्यसको जिम्मेवारी कसले लिने? त्यसैले यहाँ के भयो त भने इन्टेक नै खराब भयो। अब आउटटेक त के हुन्छ? धान हालेर चामल निस्किन्छ, गहुँ हालेर त चामल निस्किन्न त पिठै निस्किन्छ होला, गोलबाट फालेर त गोलबाटै निस्किन्छ होला। बिग्रेको यसरी हो। अब यो बिग्रियो, आकाशै खस्या छैन, यसलाई हामीले म्यानेज गरिदिनुपर्छ। विशेषतः मिडियाबाट यो गलत भएको मान्छेले मैले गल्ती गरेँ भन्न सक्ने आँट र गल्ती नभएको मान्छेबाट मैले गल्ती नभए पनि केही गल्ती गरेँ कि भनेर अलिअलि यसो सान्त्वना दिने आँट भयो भने यो ठुलो इस्यु चाहिँ हुँदैन। यहाँ कसले के चिज खायो भनेर पुराना कुराहरू समात्दै लाने हो भने नेपालमा ठुलाबडा भन्नेहरू त 95% त सबै जेल जान्छन्। कानुनै पहिलेदेखि त्यस्तै थियो, चलनै त्यस्तै थियो। अब यसलाई मिटिगेट गरेर व्यवस्थापन गरेर हाल्न पर्नेलाई हाल्ने, छोडिदिनु पर्नेलाई छोड्ने हुने ठाउँमा यहाँ त झन् कतै अस्ति माननीय ज्यूले गरेको व्यवहारले त भ्रष्टाचार गराउनलाई चाहिँ अथवा झन् अझ बढी गर भन्नलाई एउटा गिरोह परिचालित भएर गरला काम पनि रोकिदिएको हो कि भन्ने चाहिँ अवस्था पनि यहाँ सिर्जना भएको छ। त्यसैले म पूर्व सुरक्षाकर्मी परिषदको चाहिँ सल्लाहकार पनि हो र मसँग हाम्रो नेपाल प्रहरी, सशस्त्र प्रहरी, भयबलको सबै चाहिँ हाम्रो नेपालका चाहिँ सुरक्षा निकायहरू र विदेशका सुरक्षा निकाय भनेको मतलब हाम्रो मान्छेले विदेशमा गएर सेवा गरेका ब्रिटिस गोर्खा, इन्डियन गोर्खा र सिङ्गापुर पुलिसको पनि म तपाईहरुले जवाब सोध्नुभयो भने हाम्रो त्यो संस्थाको म सल्लाहकार भएको नाताले त्यो सबैको जिम्मेवारी मैले लिनुपर्ने अवस्थाले मैले कुरा गर्दा अस्तिको संसदीय समितिको कुरा नबुझिकन कन्फ्युज रनिङ, स्टडी वाकिङ इज बेटर देन कन्फ्युज रनिङ भन्छ क्या इङ्ग्लिसमा। त्यो स्टडी वाकिङ गर्ने पर्ने ठाउँमा कन्फ्युज रनिङ गरिदिएर भएको यो चारित्रिक रूपबाट को कस्ता हुन् भन्ने कुरो पछि निस्केला, तर व्यवहारिक रूपबाट चाहिँ त्यहाँ चाहिँ भएका चिजहरू चाहिँ अलिकति सुरक्षा निकायमाथि धावा बोल्न खोजिएको जस्तो विगतका क्रियाकलापले पनि देखिने हुँदाखेरि यो इस्यु अलिकति बढेको हो कि जस्तो पनि मलाई लाग्दछ। त्यसैले अहिले मैले योभन्दा बढी टपिक्स कन्सर्न केही पनि भनिनँ र दुवै सरहरूको चाहिँ त्यो भनाइलाई म एकदम चाहिँ आत्मसात गर्दै हामी सबैले चाहिँ पत्रकार साथीहरूले बुझ्नुपर्ने के छ भने मैले यही मिडियामा धेरै पटक आएर बोलेको छु।
सुरक्षा बिना विकास हुँदैन, विकास बिना जनता खुसी हुँदैन, जनता खुसी नहुने बित्तिकै विग्रह र विद्रोह हुन्छ। विग्रह र विद्रोहलाई सधैँ चाहने कि नचाहने भन्ने कुरो सुरक्षामा बडो महत्त्वपूर्ण कुरो छ। सुरक्षा तपाईँले बुझ्नु भएन भने सबै चिज बिग्रिन्छ। मैले धेरै पटक साथीभाइहरूलाई भनेको छु, तपाईँहरू सोसियल मिडियाका भाइहरू पनि बेलुका बरु एक साग नखानुहोस्, सुरक्षाको सन्दर्भमा लेख्दा र बोल्दा प्रसारण गर्दा विचार गरेर गरिदिनु होला भन्ने मैले धेरै ठाउँमा रिक्वेस्ट गरेको छु। त्यही रिक्वेस्ट गर्दै मेरो 2 शब्द यही टुङ्ग्याउँछु। कुनै पनि प्रश्न छ भने म अहिले मेरो भागमा परेकोलाई दिनलाई तयार छु। धन्यवाद। मैले हाम्रो पत्रकार भाइको के छ भनेर सोध्यो भने चाहिँ के हुन्छ जवाब? अनि मेरो त भन्छु, म भन्छु यस्तो यो अब सबैले हामीले बुझ्नुपर्ने कुरा के भने अहिले हाम्रो देशको स्थिति हामी मिलिट्री टर्ममा यसलाई भुक्का भन्छौँ। भोलाटाइल, अनसर्टेन, एम्बिग्युइटी एन्ड भोलाटाइल, अनसर्टेन, कम्प्लेक्स एन्ड एम्बिग्युइटी भनेको भयभरको खराब चिजहरू सबै भनेको कन्फ्युजन भुक्का सिचुएसन भन्छ मिलिट्री टर्ममा। अहिले त बाहिर पनि प्रयोग हुन थालेको छ। यो जब यो केयरस सिचुएसन, अब यसलाई हामीले बुझ्ने भाषामा एकदम के गर्ने जस्तो भएको सिचुएसन भएको अवस्थामा एउटा भेस्टेड इन्ट्रेस्टेड ग्रुपले, चाहे त्यो विदेशीबाट परिचालित होस् चाहे अथवा आफैबाट स्वचालित तर देश सिद्ध्याउने प्रक्रियामा हिँडेको छ, देश सिद्ध्याउने प्रक्रिया उसको पहिलो नजरमै नहोला तर उसलाई कसैलाई नेपाली सेना सिद्ध्याउनु पर्ने छ, कसैलाई नेपाल प्रहरी सिद्ध्याउनु पर्ने छ, कसैलाई पोलिटिकल सङ्गठनहरू इस्टाब्लिस पोलिटिकल पार्टिजहरू पनि सिद्ध्याउनु पर्ने छ। यो चलखेल र चुङ्गलमा फसेको व्यक्तिहरूबाट यो चिज भएको छ जस्तो लाग्छ मलाई। क्लियरली भन्नुपर्दा के भने नेपाली सेनालाई नसिद्ध्याएसम्म कुनै पनि हालतमा, म नेपाली सेनाको भएर भने होइन, नेपाली सेना भएको भएर भने होइन, नेपाली सेनालाई नसिद्ध्याएसम्म यो देशलाई विखण्डन गर्न 1 सकिँदैन, 2 सकिँदैन, 3 सकिँदैन। यो युनिभर्सल ट्रुथ हो। अब नेपाली सेनालाई सिद्ध्याउन धेरै प्रयत्नहरू भएका हुन्। मैले यही पोटियमबाट नि बोलेको थिएँ, फास्ट ट्र्याक नेपाली सेना दिनु पनि नेपाली सेनालाई सिद्ध्याउने खेलमध्येको एउटा पोइन्ट हो भनेर मैले यही फोरमबाट पनि मैले बोलिसकेको छु। यसरी नेपाली सेना सिद्ध्याउन खोजिन्छ। अब नेपाली सेनाले सिद्ध्याउन लाग्दै त्यो चिजहरू एक्सेप्ट किन गरिहाल्छ त भन्ने पनि तपाईँलाई पछि सोध्ने क्वेसन पहिले म जवाफ दिन्छु। कस्तो हुन्छ भने ऐन जब हेर्नुहोस्, लाटो चोरले चोर्छ भाग्छ, बाटो चोरले तपाईँ छेउमा घुमेर समय लुट्छ, त्यही भएर हामीले पछि त्यसलाई लुटेर भन्छौँ। डकैती बलले गर्छ तर विधि प्रक्रिया पूर्वमा त्यहीँभित्र बसेर घुमाउँछ। तपाईँलाई धोका कसले दिन्छ? जसले तपाईँलाई विश्वास गर्नुहुन्छ हो। भनेपछि कानुन र ऐन कस्तो बनाइदिएको छ भने नेपाली सेना कुनै पनि हालतमा कहीँ पनि गएर कुनै पनि फोरममा गएर आफ्नो भावना र संस्थाको चारित्रिक भावना देश बनाउन कसरी प्रयोग गर्ने भनेर भन्ने ठाउँै छैन नेपाली सेनाको। संविधानमा कहीँ छ त? उसको फोरम भनेको डिफेन्स मिनिस्ट्री हो। अब हाम्रो नेपालमा डिफेन्स मिनिस्ट्रीहरू कस्ता हुन्छन् र कसरी हुन्छन् भन्दा फालिएकोलाई लगेर दिइन्छ। उसलाई मन्त्री दिएन भने सरकारले ढल्ने भएर उसलाई थमथममा दिइन्छ भने ऊ फ्रस्ट्रेसन भएर बसेर आउँछ। अब आफै फ्रस्ट्रेसन भएको मान्छेले सेनाको कुरा कति सुन्ला? अब भाषा बुझ्नु होला नि। अनि यो समस्या समाधान होला। त्यसैले गर्दाखेरि सर एकदम छोटोमा जवाफ दिनुपर्दा नेपाली सेनाले 100% राम्रो काम गर्यो भनेर कसैले भन्छ भने म त्यसको पनि विरोध गर्नुपर्छ। 100% हुन काम गर्दा सानातिना कुराहरू मिस्टेक भएका होला। त्यो सानातिना मिस्टेक भएको कुराहरूमा नियमअनुसार कारबाही गर्नु नेपाली सेनाभित्रको मान्छेलाई पर्छ, त्यसमा कुनै समस्या कुरो छैन। तर नेपाली सेनाभित्र मैले यही फोरममा भनेको मैले नराम्रो चाहिँ गाली पनि खाइरहेको छु अहिले चाहिँ एउटा सोसियल मिडियामा। 5 वर्षभित्र नेपाली सेनाका 4000 भन्दा बढी मान्छे र 20 जना भन्दा बढी जर्नल कर्नेलहरू चाहिँ कारबाहीमा परेका छन्। ल भन्नुहोस् नेपाल सरकार कर्मचारी को परेका छ? अनि नेपाली सेनाको सैनिक ऐन छैन त? सैनिक ऐनले कारबाही गरेका छैन। अब त्यो कारबाही गर्दा नि किन नेपाली सेना पर्फेक्ट हामीले सोचे जस्तो भएन भन्दा त ए बाबा त्यहाँ जाने त यही समाजका प्रोडक्ट न हुन्? हामी जस्तै फटा मान्छे न गएको हो त्यहाँ? ल एक हिसाबले भन्दा अनि त त्यो फटा मान्छेलाई सज्जन बनाएर फेरि 100% फटा भन्न खोजेको मतलब सोसाइटीको रिफ्लेक्सन है। हरेक इन्स्टिट्युसनमा पर्छ, पत्रकारमा नि पर्छ, सेनामा नि पर्छ, सबैमा पर्छ। तर आजका मितिसम्म तपाईँलाई के भनिदिन्छु भने नेपाली सेनाले बाई इन्टेन्ट कुनै पनि हालतमा नेपाल बिगार्न र नेपालको चाहिँ नेताहरूलाई सिद्ध्याउन, नेपालका गतिला मान्छेलाई सिद्ध्याउनलाई कहिले पनि चाल खेलेको छैन र खेल्दा पनि खेल्दैन। जबसम्म तपाईँले बालेनको र चाहिँ सरकारको सन्दर्भको कुरा गर्नुभयो, हेर्नुहोस् संसारमा जबसम्म सेना र त्यहाँको चाहिँ राष्ट्र सरकार प्रमुखको बिचको सम्बन्ध राम्रो भएन भने कहिल्यै पनि देश विकास हुँदैन। बुझ्नुभयो? फेरि सेना र सरकारको बिचको असाध्यै बढी सम्बन्ध चाहिँ भयो भने पनि त्यो
देशमा कहिले पनि शान्ति आउँदैन। अहिलेसम्मका आजका मितिसम्म नेपाली सेनाले नेपाल सरकारको लिगल्ली दिएका आदेशहरू मानेर नै यो अहिलेसम्म नेपाली सेना चलिराखेको छ। त्यसैले बालेन सरकारको पनि कानुन अनुसार दिएका आदेशहरू नेपाली सेनाले मान्न पर्छ र मान्छ। कानुनभन्दा बाहिर गएर दिएको आदेश नेपाली सेनाले मान्दैन। 2082 साल भदौको 23 गते 2 बजे राजीनामा दिनुभन्दा केही समय अगाडिसम्म पनि नेपाली सेनाको र केपी ओलीको असाध्यै राम्रो सम्बन्ध भयो। चिफ साहबको र केपी प्रधानमन्त्रीको भनेर पत्रकारहरूले क्वेसन सोध्नुहुन्थ्यो। एकछिनपछि त्यो बिग्रेर फेरि उल्ट्यो। अब बुझ्नु होला नि कुरा मैले के भने क्लियर। त्यसैले बालेन अहिलेसम्म मेरो नजरमा आएअनुसार प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री बालेनज्यू र प्रधान सेनापतिको बिचमा सम्बन्ध नराम्रो हुनुपर्ने अवस्था पनि छैन र देश बिगार्ने गरेर असाध्यै नराम्रो किसिमको राम्रो सम्बन्ध पनि बसेको छैन जस्तो मलाई लाग्दैन। किनभने म दुवैजनासँग नजिकका मान्छेहरूसँग कम्युनिकेटमा छु। उहाँहरू दुईटैको धारणा नै देश बनाउने नै छ। त्यसैले आजका मितिबाट पत्रकार साथीहरूले यो नचाहिँदो हल्ला फिजाउने मान्छेहरूलाई पायो भने त्यही अनुसारको जवाफ दिन र त्यही अनुसारको सोसल मिडिया प्लेटफर्म प्रयोग गरेर देश बनाउने ठाउँमा बाधक नबनौँ भन्ने जवाफ दिनु होला भन्ने आग्रह गर्छु। सर पहिला हुनुहुन्थेन यो यस्तै मैले यसमा यहाँ पनि जवाफ दिइसकेको छु। सफ्ट कर्फ्यू भनेको दुई किसिमको कर्फ्यू हुन्छ क्या सर। एउटा सफ्ट कर्फ्यू एउटा हार्ड कर्फ्यू। सफ्ट कर्फ्यूमा नेपाली सेना प्रयोग हुँदैन। इभन त्यो सशस्त्र प्रहरी पनि प्रयोग हुँदैन। बीएसएफ भन्ने हुन्छ नि इन्डियामा, तिनीहरू पनि प्रयोग हुँदैन। पुलिसले नै लगाउँछ। त्यो पुलिसले सफ्ट कर्फ्यू लगाउँदाखेरि पुलिसलाई यथेष्ट रूपमा सबै चिज दिएको हुन्छ। सोर्स साधन, तालिम, इक्विपमेन्ट। अब हाम्रो नेपाल परमा कुनै पनि पोलिटिकल पार्टीले सरकारले अहिलेसम्म केही पनि दिएकै छैन। एउटा डन्डाको भरमा केही चिज गर्न सकिन्छ त? नसकेपछि स्थानीय प्रशासन ऐन 2028 ले नेपाली सेना परिचालन प्रयोग गर्ने अधिकार सिडिओ साहबलाई दिएको छ। अब सक्दैन सेनालाई टुक्रो राखिदिएपछि ढुक्क हुन्छ भनेर झ्याप्पा राखिदिन्छन्। भयो भने सुनसरी जस्तो राम्रै भयो भन्ने हुन्छ, भएन भने सिंहदरबार जस्तो सेनाले केही पनि जोगाएन भन्ने हुन्छ क्या। यो परिस्थिति यसरी बिग्रिरहेको अवस्था छ। त्यसैले हाम्रोमा के भने जुन आन्तरिक सुरक्षामा सेना र प्रहरी सशस्त्र प्रहरी प्रयोग गर्ने जुन नियम कानुनहरू छन् त्यो नै स्थानीय प्रशासन ऐन 2028 लाई टोटल्ली फालेर 28 देखि अझै कति वर्ष हो त्यसलाई अब नयाँ तरिकाले हामीले अगाडि नबनाएसम्म यो चिजहरू तपाईले सधैँ सुनिराख्नुहुन्छ, देखिराख्नुहुन्छ, क्वेसन सोधिराख्नुहुन्छ। त्यसैले अस्ति गृहमन्त्रीज्यूले बोलेको जस्तो लाग्छ। अब स्थानीय प्रशासन ऐन मैले पनि धेरै मिडियामा बोलेको छु। स्थानीय प्रशासन ऐन 2028 मा रिभ्यू गरेर अर्को बनाउँछु भनेर भन्नुभएको छ। त्यो बनाउनु भयो भने सायद तपाईले यो सोध्ने क्वेसन चाहिँ अगाडि नआउला। त्यो किनभने योसँग के पनि आउँछ भने नेपाल प्रहरीलाई कर्फ्यू लगाउन सक्षम बनाउने किसिमको चाहिँ साधनहरू पनि सरकारले दिनु पर्यो नि त। अनि तपाईँ लट्ठी दिएर गएर चाहिँ बन्दुक बोकेको ढुङ्गा मुढा गरेका मान्छेहरूलाई साइकल दिएर मोटरसाइकल चलाएर चोर समाज भनेर हुन्छ र? हुँदैन नि त। त्यो त बुझ्नु पर्यो नि त सरकारले। समस्या यहाँनिर छ। त्यसैले बालेन र सरकारको सम्बन्धलाई कुनै पनि हालतमा अहिलेसम्म हामीले नराम्रो दृष्टिकोणबाट हेर्नुपर्ने अवस्था पनि छैन। र सुनसरीको घटनामा नेपाली सेनाले चाहिँ गरेको कामलाई स्थानीय प्रशासन ऐन 2028 अन्तर्गत सिडिओ साहबले प्रयोग गरेर गरेको काम हो। यो चाहिँ नेपाली सेना परिचालन भएको होइन। ल अब यसलाई कस्तो किसिमबाट प्रश्न पारौँ सर? मैले एकदम ठाडो जवाफ दिन पर्दा हाम्रो माधव घिमिरेजी नेपाली सेनाको मानार्थ महासेनानी हुनुभएको थियो होइन? मानार्थ महासेनानी हुनुभएको थियो होइन? उहाँको इन्फ्लुएन्स नेपाली सेना थियो त? मानार्थ भनेको चिज नै मान्ने हो क्या सर। उहाँको कुनै पनि त्यो एउटा पद दिने हो, उहाँसँग एउटा रेस्पेक्ट दिने हो, चलन चल्ती हो, त्यसको व्याख्या त्यो सबै चिज छ परिवारमा तपाईँलाई भनौँला। तर उहाँलाई एउटा मानार्थ सेनापति दिएको, मानार्थ सेनापति दिएको भने उहाँले नेपाली सेना परिचालन गर्ने, नेपाल आउनलाई बढी चाहिँ बाटो खुल्ने कुनै पनि अवस्था होइन सर। कुनै पनि अवस्था होइन। हाम्रो अमर गुरुङ पनि नेपाली सेनाको मानार्थ महासेनानी हो भनेको कुरो बुझ्नु नि सर। यस्ता मानार्थ डाक्टर साहबहरू त कति युनिभर्सिटीले कति चाहिँ दिइरहेको हुन्छ। त्यो एउटा के भन्छ नि मानको खातिर मान दिएको, उहाँबाट कुनै पनि त्यो चाहिँ इन्फ्लुएन्स संस्थामा त्यो कारणले हुँदैन। अब अरू कारणले पनि मलाई थाहा छ। अब यस्तो हो, अब यहीँनिर गजब कुरा आयो क्या। अब यसको फ्याक्ट चेक अब पत्रकारजीसँग छैन, मसँग छैन, मैले के बोलौँ। तर मैले जाने बुझे अनुसार चाहिँ कस्तो भने यो नै भाष्य बनाउन खोजिएको चिज हो क्या। पृथ्वीनारायण शाहको फोटो हाम्रो बडामा धेराज भनेर भनिने पृथ्वीनारायण शाहको फोटो हामीले कहाँ राख्छौँ नेपाली सेनाले भन्दा हामी अफिसहरूमा राख्छौँ। अब त्यो भेटघाट भएको ठाउँमा हाम्रो इन्डियाको चिफ साहब आउँदा मात्रै नभएको हो कि अरू जाँदा पनि हुन्थेन? त्यो त मलाई थाहा छैन। अब थाहा नभएको जवाब दिन सक्दिनँ। तर
यदि त्यो कुरो कसैले उठाएको हो भने त्यो कुरो मलाई चाहिँ 100% गलत हो जस्तो लाग्छ। फोटो खिच्नेले नखिचेर हालिदिया भए मलाई भन्ने कुरो चाहिँ थाहा भएन। यही हो मेरो जवाब। म सर्वप्रथम सम्मान व्यक्त गर्न चाहन्छु। मूलतः विषयवस्तुको सन्दर्भमा जाँदाको अवस्थालाई विगत र वर्तमान समेतलाई समीक्षा गर्दा जबसम्म चाहिँ देशको सुरक्षा प्रणाली सुदृढ बन्न सक्दैन तबसम्म समाज, परिवार र राष्ट्र समेत सुरक्षित हुन सक्दैन भन्ने यो मान्यता पनि हो। अन्तर्राष्ट्रिय नियमले पनि फर्स्ट सेफ्टी भन्छ। हेर्नुहोस्, सुरक्षा बिना न समृद्धि हुन्छ न विकास हुन्छ, न हामीले चाहेको र परिकल्पना गरेको चाहिँ समृद्ध नेपालको निर्माण हुन्छ। अहिले आएर के त भन्दा विगतको चाहिँ समयलाई हेर्दाखेरि नेपालको आन्तरिक सुरक्षा कवचमा रहेको सुरक्षात्मक अभिभावकको भूमिका खेलेको नेपाल प्रहरीलाई राजनैतिक आवरणमा विभिन्न पार्टीहरूले आफ्नै चाहिँ तौर तरिकाबाट प्रयोग गरेको इतिहास तपाईँ हामी माझ जीवन्तता पाएको अवस्था पनि छ। सुडान काण्ड भन्नुहोस्, डिबी लामा काण्ड भन्नुहोस्, मन्त्री र सचिवदेखि लिएर पार्टीका व्यक्तित्वहरूले पैसा खान्छन्, सुरक्षा निकायका प्रमुखहरू चाहिँ जेल जान्छन्। यो अत्यन्त दुःखद पराकाष्ठा हो। हामीले यसलाई संवेदनशील भएर बुझ्नुपर्ने आवश्यकता छ। तत्कालीन मन्त्री र गृह सचिवहरूले के हुन्छ, मुख्य सचिवहरूले लिखितम गरेको हुँदैन। हेमबहादुर सिंह भनौँ गुरुङकै कुरा गर्ने हो भने 50 लाखको चाहिने के भन्दा सिग्नेचर गरेको हिसाबमा उहाँ जेल जानु परेको अवस्था छ। यो देश र दुनियाँको लागि दुर्भाग्यपूर्ण विडम्बना हो कि आज चाहिँ के भन्दा यो सेन्सिटिभ चाहिँ के भन्दाखेरि सुरक्षा अङ्गलाई नेपाल प्रहरीको चाहिँ के भन्दा अहिलेको नेतृत्व दानबहादुर कार्कीज्यू भनेको यो सङ्गठनको प्रमुख हो। सङ्गठन हाँकिराख्नु भएको छ। आज देशमा चाहिँ के भन्दाखेरि विध्वंस भयो, अकल्पनीय परिवर्तन भयो। 76 जना युवाहरूले चाहिँ के भन्दाखेरि आफ्नो ज्यान दिए, हजारौँ घाइते भए। त्यो बेलामा नेपाल प्रहरीले चाहिँ के भन्दा आफ्नो बलिबुताबाट चाहिँ आफ्नो जनता र चाहिँ भिडलाई जोगाउनको लागि हदैसम्म प्रयास गरेको फुटेज देखाउँछु। आज प्रहरीका चाहिँ भवनहरू चाहिँ भन्दा जलाइए, नाङ्गे के भन्दाखेरि दौडाइयो, मारियो। त्यस्तो अस्त व्यस्त भएको चाहिँ समाजलाई यो अवस्थामा ल्याउनको लागि के यो दानबहादुर कार्की योगदान एमा छैन र? द्याट इज द मेन क्वेसन अफ द सेक्युरिटी। तथापि के भन्दाखेरि एउटा सांसदले आफ्नो मर्यादा, गरिमा र सम्मानलाई बुझ्न जरुरी छ। आजको सांसद माननीय भनेको यो देशको चाहिँ भोलिको चाहिँ प्रधानमन्त्री र यही व्यवस्था रह्यो भने राष्ट्रपति हुने सम्भावना र चाहिँ के भन्दा उम्मेदवारीको हिसाब राख्छ भने कहिले चाहिँ के भन्दा प्रहरीलाई घिसार्नुपर्छ, कहिले चाहिँ के भन्दाखेरि प्रहरीको चाहिँ आइजीको जिउरो थुत्नुपर्छ भनेर यसरी चाहिँ सुरक्षा निकायलाई कमजोर बनाउने जुन परिस्थिति जन्मियो, त्यो परिस्थितिले के त भन्दाखेरि यो देशमा जब सुरक्षा अङ्गमाथि प्रश्न जन्मिन्छ, देश र दुनियाँको लागि दुर्भाग्यपूर्ण विडम्बना हो। आज नेपाली सेनाले चाहिँ के भन्दा तराईको आन्दोलनलाई आफ्नो चाहिँ के भन्दा हवाई गस्तीदेखि लिएर स्थल गस्तीसम्म कार्य सम्पादन र व्यवस्थापन गर्न सकेको भए जातीय रूपमा, धार्मिक द्वन्द्वको रूपमा आज देश चाहिँ के भन्दा भनौँ एउटा चाहिँ विदेशी सेना हुलिएर देशको अस्मिता र अखण्डतामाथि ठुलो प्रश्न जन्मन्थ्यो। यस्तो अवस्थामा नेपाली सेनाले 2 पटक देश जोगाएको अवस्था छ। आज चाहिँ जेनजीकै चाहिँ आन्दोलनमा यदि नेपाली सेनाले एउटा संयमता नअपनाएको भए त्यो बेलामा युनाइटेड नेसनमाथि नभएर भारतीय सेना चाहिँ यहाँ आउने अवस्था बनेको थियो। र दोस्रो पटक तराईलाई बालेन्द्र सरकारलाई घोडा टेकाउनको लागि यहाँका चाहिँ के भन्दा बिचौलिया, भ्रष्ट, तस्कर र चाहिँ के भन्दा पार्टीका उच्च नेतृत्वहरू, विगतका पुराना टेस्टेड भएका अनुहारहरूले गर्नुसम्म गरे। अहिले आएर चाहिँ के भन्दा कृत्रिम अभाव ग्यासको सृजना गरेर जनतालाई के मारमा पारेका छन्। जनताको सवालमा आज ठिक छ के चाहिँ तपाईँको चाहिँ नाकाबन्दी चाहिँ भारतले गरेका थियो, यो भारतको नाकाबन्दी हो भनी चाहिँ के भन्दा यो सरकारलाई गिराउनको लागि आज यही महिनामा विगतको चाहिँ एनालाइसिस गर्दाखेरि 30 लाख, 35 लाख, 28 लाखदेखि लिएर यो चाहिँ साउन महिनामा 40,45,500 चाहिँ ग्यासका सिलिन्डरहरू नेपालमा भित्रिएका छन्। त्यो कालो बजारी कसले गर्यो? विदेशीले नाकाबन्दी गरे हो भने चाहिँ के भन्दा मरिचमानको पालामा पनि भारतले चाहिँ घोडा टेकाउँदाखेरि चाहिँ सिङ्गापुरबाट ल्याएर पनि आपूर्ति भएको अवस्था थियो भने अहिले पार्टीका नेतृत्वहरूले
यिनै पार्टीका व्यापारी छन्, यी पार्टीका चाहिँ डिपो छन्, पार्टीका कर्मचारी छन् भने यी चाहिँ लडेर कृत्रिम अभाव सृजना गरेर आज जनतामाथि यिनले चाहिँ के भन्दाखेरि ढाड सेक्ने काम गरेका छन्। यसको दोष कसलाई दिएको छ भन्दा अहिलेको सरकार दिएको छ भने हामी चेतनशील नागरिक बन्ने कि नबन्ने, यी पटक पटक फेल भएका, जनतालाई लुटेका, जनताको भाग्य र भविष्यमाथि खेलवाड गरेका नेपाल आमाको अस्मिताको चाहिँ हरण हुँदा पनि चैक्य नबोल्ने यी विदेशीका खेतालाहरूले अझै अहिले के भन्दा शङ्खनाद गरेको भन्दा छ। आज भगौडा देशको चाहिँ सम्पत्ति लुटेर 5-5 पटक प्रधानमन्त्री भएर दम्पतिसहित भएको एउटा भगौडा आएर हिन्दू 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 भनेर चाहिँ के भन्दा चाहिँ विदेशी शक्तिको आडमा आएर जसलाई जेल हाल्न पर्ने हो, जसलाई अनुसन्धान गर्नुपर्ने हो, आज जय जयकार गरिरहेका छौँ। हामी कतिसम्म लाचार छौँ, कतिसम्म स्वाभिमान गिरेका छौँ। आज हामी नेपाली चाहिँ एउटा गौरवान्वित इतिहास बोकेका जनताहरूले आफ्नो स्वाभिमान किन बेचेका छौँ? भ्रष्टाचारीलाई भ्रष्टाचारी भन्न सिकौँ, बलात्कारीलाई बलात्कारी भन्न सिकौँ, डाकालाई डाका भन्न सिकौँ, अपराधीलाई अपराधी भन्न सिकौँ। तथापि चाहिँ के त भन्दा अहिलेको सवाल सुरक्षाको सवाल। आज तपाईँले हेर्नुहोस्, इतिहास लामो छ। हैटीमा चाहिँ के भन्दा तत्कालीन सरकारले सेनालाई अपदस्थ गर्यो। सेनालाई अपदस्थ गर्दाखेरि युनाइटेड नेसन त्यो मिसनमा हामी पनि गयौँ, नेपाली सेना पनि गयो, नेपाल प्रहरी सशस्त्र प्रहरी पनि गएको। तर के भन्दा अहिले पनि त्यहाँ गुन्डागर्दी र अशान्ति मचिएको छ। बहुराष्ट्रिय सेनाले पनि चाहिँ हैटीलाई यथास्थितिमा शान्ति सुरक्षाको सवालमा ल्याउन सकेको छ नि। आज यहाँका नेताहरूले सेनाको सङ्ख्या घटाउनु पर्छ, सेनालाई अपदस्थ गराउनु पर्छ र चाहिँ के भन्दा एउटा चाहिँ सुरक्षा कवचलाई चाहिँ च्यालेन्ज दिएको अवस्था छ। हो, माननीयले एउटा के भन्दा शालीन तरिकाले प्रश्न उठाउन पाइन्छ, प्रश्नको जवाब दिनु चाहिँ पर्दछ। तथापि चाहिँ के त भन्दाखेरि बेनामी चाहिँ उजुरीको आधारमा आज प्रहरी सङ्गठनमा जब चाहिँ के भन्दा तपाईँको चाहिँ के भन्दाखेरि त वामदेव गौतमको पालामा जब नेपाल प्रहरीको शालीन र चाहिँ काबिल आइजिपी अच्युत कृष्ण खरेललाई अपदस्थ गरियो र तत्पश्चात चाहिँ के भन्दा ध्रुवबहादुर प्रधानलाई नेपाल प्रहरीको चाहिँ आइजी बनाइयो। 38 दिनमा फेरि सर्वोच्चबाट जितेर अच्युत कृष्ण खरेल पुनः चाहिँ आइजी बने। त्यही अवस्थादेखि जब पार्टीका नेतृत्वहरूले सुरक्षा अङ्गलाई एउटा राजनीतिका माथि चाहिँ राजनीति गर्न थाले, त्यसले गर्दाखेरि सुरक्षा खुम्च्यो। आज भ्रष्टाचारको सवालमा प्रहरीले चाहिँ के भन्दा प्रहरी र सुरक्षा निकाले चाह्यो भने एउटा चाहिँ भन्सारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिओ पनि छिर्न दिँदैन। तथापि भ्रष्ट नेताहरू, भ्रष्ट गृहमन्त्री, भ्रष्ट प्रधानमन्त्री, यो चाहिँ भ्रष्ट चाहिँ कर्मचारी मिलेर देशको दोहन गरे, जनता र चाहिँ युवाहरूको भाग्य र भविष्यमाथि खेलवाड गरे। आज कर्मचारी कोही काङ्ग्रेस, कोही माओवादी, कोही एमाले, कोही राष्ट्रिय प्रजातन्त्र पार्टी, कोही रासोपा, सब पार्टीका चाहिँ कर्मचारी बने। पार्टीका हामी नेपाली जनता बन्न सकेनौँ। आज पार्टीका गोठाला बन्यौँ। त्यही पार्टीका गोठाला बन्नाले आज देशको यो बर्बादी हामीले हेरिरहेका छौँ। देश बढ्नुपर्छ, बालनलाई साथ दिनुपर्छ। किन भन्दा अहिलेका युवाहरूले हो काँचा कचिला छन्, अनुभव ज्ञान यिनीहरूले पनि के भन्दा विज्ञ योग्य व्यक्तित्वहरू हो सल्लाह लिएर, अग्रजहरूको सल्लाह लिएर यिनले चाहिँ शासन पद्धति चलाउनु पर्छ। आज पार्टीभित्र पनि खिचल भएको अवस्था पनि छ। पार्टीभित्रबाटै सरकारलाई गिराउनको लागि विभिन्न खालका ताण्डव मचिएको कुरा छ। 4 महिना भएको छैन, विरोध सुरु भएको छ। रवि लामेछाने नै किङ मेकर हो। अगर रवि लामेछानेले खुट्टा बिराउँछ, बाटो बिराउँछ, पद लोभको उसमा चाहिँ बालेन्द्र शाहलाई गिराउन खोज्छ भने रवि लामेछानेको राजनीतिक जीवन के भन्छ भन्दा अन्धकारमय हुन्छ। यो कुरो बोल्नु रवि लामेछानेलाई मैले भन्नुपर्ने कुराहरू। रवि लामेछानेले बाटो बिराउँदैन। 5 वर्ष बालनलाई चाहिँ साथ दिएर अगाडि बढ्छ भने 5 वर्षमा काया पल्टिन्छ। यो देश समृद्ध र विकासशील हुन्छ, शिक्षित हुन्छन्, उद्योगिक कल कारखाना खोज्छन्। हामी वैभवशाली राष्ट्रका चाहिँ नागरिक बन्छौँ, स्वाभिमान हाम्रो प्रतिष्ठा बन्छ, देशको इज्जत र स्वाभिमान बढ्छ। आज 4 महिना नहुँदै विभिन्न खालको चाहिँ हत्कण्डा मचाएर नाटक नौटङ्गी भएको छ। पार्टीका मान्छेहरूले सदनमा आएर आफ्नै सरकारलाई विरोध गरेका छन्। के राम्रो हो? खगेन्द्र सुनवारले आफ्नै चाहिँ सरकारमा रहेको अवस्थामा आइजीलाई तथाभावी मिल्नु भन्न मिल्छ? यो ऐतिहासिक सङ्गठन हो। यो सङ्गठनले यदि नेपाल प्रहरीले आन्तरिक सुरक्षाको कवचको रूपमा अगाडि बढेको छ भने भूभाग जोगाउनको लागि नेपाली सेना अहोरात्र खटेको अवस्था छ। आज राष्ट्रिय अनुसन्धानलाई अपाङ्ग बनाइएको छ। कहिले चाहिँ के भनेर प्रधानमन्त्रीको मातहतमा भन्छ, कहिले गृहमन्त्रीको मातहत भन्छ। इन्टेलिजेन्स खै? आज त्यत्रो जेन्जी पुस्ताबाट विदेशी समेत घुसपेटबाट आज देशमा अकल्पनीय परिवर्तन भयो। देशको इतिहास जल्यो। इन्फर्मेसन खै? सूचना कलेक्सन खै? भने एउटा डाइनामिक तरिकाले अगाडि बढाउनु पर्छ कि पर्दैन?
नेपाली सेनालाई घटाउने कि नेपाली सेनालाई एउटा के भन्दा दक्ष, काबिल, विज्ञ, प्राविधिकयुक्त अन्तर्राष्ट्रिय मापदण्ड अनुसार या मिसाइल बन्नुपर्छ, फाइटर बन्नुपर्छ। आज किङ जोमो हेर्नुहोस्, उत्तर कोरियामा त्यति सानो जनसङ्ख्या भएको नेतृत्वले विश्व थर्काएको छ। क्षमता चाहियो, दक्षता चाहियो, सेनालाई बढाउनु पर्यो, सुरक्षा अङ्गलाई सुदृढ गर्नु पर्यो। यदि सुरक्षा अङ्गमा बदमासी भएको छ, सिपाहीको चाहिँ के भन्दाखेरि रासन खाइएको छ, बुटमा पैसा खाइएको छ, अब लत्ता कपडामा चाहिँ कमिसन खाइएको छ, सिपाहीको पेटमा लात मारिएको छ भने जोसुकै होस् कारवाही हुनुपर्छ। त्यो हाम्रो मान्यता पनि हो। तथापि एउटा के सार्वजनिक चाहिँ के लेखा समितिको एउटा मर्यादित ठाउँमा देशको आइजीलाई ललकार्नु, अपाच्य शब्द प्रयोग गर्नु यो अत्यन्त निन्दनीय, अत्यन्त घोर चाहिँ आपत्तिजनक, अत्यन्त गैर संवैधानिक र यो छाडापनको प्रवृत्ति हो। के खगेन्द्र सुनवार चोखो हुनुहुन्छ? उहाँसँग हामीले सामाजिक अभियन्ताको रूपमा सँगै काम गरेको अवस्था पनि हो। हामीले पनि 20औं वर्षदेखि अन्याय, अत्याचार, भ्रष्टाचारको विरुद्धमा अगाडि बढेका छौँ। जुनसुकै आन्दोलन पनि हामीले चाहिँ अग्रपन्थीमा रहेर चाहिँ के भन्दा हामीले पद प्रतिष्ठा होइन, देश बन्नुपर्छ। यहाँका युवाहरूले यो देशमा स्वरोजगार पाउनुपर्छ। किसानले चाहिँ के भन्दा कृषिमा मल जल बिउ बिजन ठाउँमा समयमा पाउनुपर्छ। सिँचाइको व्यवस्था हुनुपर्छ। पनि आज चाहिँ टेस्टेड भएका आज अब शेख हसिना हेर्ने भने 1 वर्ष 1.5 वर्ष भारतमा चाहिँ पलायन भएर बसेकोले म बङ्गलादेशमा फर्किन्छु भन्ने हिम्मत गर्न नसकेका, 4 महिना नहुँदै यहाँ चाहिँ शेरबहादुर देउपा, केपी शर्मा ओली, झलनाथ खनाल यी टेस्टेड भएका भ्रष्टाचारी, परजीवी, लम्पसारवादी, जनता र मुलुकको चाहिँ के भन्दाखेरि भाग्य र भविष्यमाथि खेलवाड गरेका यी कुपात्रहरूले आज शिर उठाएर च्यालेन्ज गरेको अवस्था छ। त्यसैले चाहिँ के त भन्दाखेरि संसदको पद एउटा गरिमामय पद हो। संसद भनेको चाहिँ एउटा अभिभावकीय पद हो, जनताको प्रतिनिधित्व गरेको पद हो। तथापि चाहिँ के भन्दा देशको सुरक्षासँग गाँसिएको संवेदनशील पक्षमा प्रमाण छ। प्रमाणको सामुन्य प्रमाणको सामुन्य तर्कले काम गर्दैन। प्रमाण योग्य परिस्थिति छ भने त्यसमा छानबिनका कुरा पनि हुन्छन्। तथापि सार्वजनिक लेखा समितिमा सर्वाङ्ग तरिकाले एउटा हप्काई दप्काई गर्नु के एउटा संसदको चारित्रिक चाहिँ एउटा भनौँ एउटा पदीय गरिमा भित्र पर्छ त भन्ने प्रश्न त जन्मेकै अवस्था पनि हो। आज के भन्दाखेरि खान नपाएर जोगी भए, जोगी भएको भोलिपल्ट बोकेर आए भन् जस्तो अवस्था आयो नि त। त्यसले गर्दा सबै सचिनुपर्छ, सबैले चाहिँ सहयोग गर्नुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ। यो देश भ्रष्टाचारबाट चाहिँ के भन्दा आज ग्रे लिस्टमा परेको छ। आज ग्रे लिस्टबाट चाहिँ 3500 4000 कर्मचारीको सम्पत्ति छानबिन गरेर यहाँ नौटङ्की गर्ने होइन, पक्राउने छोड्ने होइन। यदि प्रमाण छैन भने प्रमाण बनाएर चाहिँ पक्राउ गर्नु पर्यो। पक्राउ गरिसकेपछि सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्नु पर्यो। तब 30 35 40 हजार भ्रष्ट कर्मचारीहरू, चाहे त्यसमा प्रधान न्यायाधीशको सम्पत्ति छानबिन किन नगर्ने, प्रधान सेनापतिको छानबिन किन नगर्ने, यसमा विभेद भएन भने सबै चाहिँ सम्पत्ति छानबिन र भ्रष्टाचारको दायरामा आउनुपर्छ। तर प्रतिशोध होइन, प्रमाणको आधारमा यदि देशलाई सही तरिकाले बनाउने हो, अग्र चाहिँ के भन्दाखेरि एउटा चाहिँ पङ्क्तिमा अगाडि बढाएर देशको विकास र उन्नति चाहने हो भने। त्यसैले यसमा पार्टीको कुरा होइन, हरेक युवाले चाहे एमाले होस्, चाहे काङ्ग्रेस होस्, चाहे माओवादी होस्, चाहे चाहिँ के भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी होस् या प्रजातन्त्र पार्टी होस्, अहिले देशको खाँचो हामीले देशको खाँचो र देशको साँचो चाहिँ अहिले बालनलाई जिम्मा दिएका छौँ। बालनले भ्रष्टाचार गर्दैन, ऊ चरित्रवान छ, नैतिकवान छ। त्यसर्थ के भन्दाखेरि आज चाहिँ भ्रष्टाचार गर्न नपाएका, पैसा खान नपाएका, पार्टीभित्रका संसदले पदै नपाएर चिच्चाइरहेको अवस्था छ। लाज शरम लाग्दैन? मैले यो देशबाट के पाउँछु भन्दा पनि यो देशलाई के दिन सक्छु भन्ने निष्ठा हुनु पर्यो, राष्ट्रभाव हुनु पर्यो, पार्टी सिद्धान्त र विचार भन्दा माथि उठ्नु पर्यो, तब देश बन्छ। अहिले पार्टी र धर्म आस्थाको कुरा होइन, देश बन्नुपर्छ। हाम्रो पनि चाहिँ चाहना के थियो भन्दा जबसम्म यो देशको चाहिँ बागडोर राजनीतिक चाहिँ हस्तक्षेप गरेर युवाले आफ्नो चाहिँ कब्जा गर्न सक्दैन, तबसम्म देशमा विकास र समृद्धि सम्भव छैन भनेर हामी चाहिँ शङ्खनाद गर्दै आएको अवस्था हो। देशले अहिले युवाहरू पाएको छ, निष्कलङ्कित छन्, यिनले भ्रष्टाचार गर्दैनन् र देशलाई घात पनि गर्दैनन्। यहाँ चाहिँ कहिले अमेरिका भन्नुहोस्, चाहे चाहिँ बर्बरा भन्नुहोस्, चाहे खरबरा भन्नुहोस्, चाहे CIA भन्नुहोस्, चाहे चाइना भन्नुहोस्, त्यो डजन्ट म्याटर फर द्याट। देश बन्नु पर्यो, मुलुक रहनु पर्यो, स्वाभिमान सहित हामी बाँच्नु पाउनु पर्यो, हरेकले चाहिँ समानुपातिक न्याय पाउनु पर्यो, सुरक्षा अङ्ग सबल, कर्तव्यनिष्ठ, जवाबदेही भएर अगाडि बढ्नु पर्यो। हरेक व्यक्तिले चाहिँ यो देशलाई म बनाउँछु, आई मेक माई कन्ट्री माई सेल्फ,
यो देश मेरो हो, यो देश मेरो हो। बालेन्द्र जति अधिकार छ, अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलको जति अधिकार छ, त्यति अधिकार 3 करोड नेपाली जनताको छ। हामी सार्वसत्ता सम्पन्न जनता हो। त्यसैले सरकारलाई खबरदारी गर्नु, कान निमट्नु, भइपरि आए चड्कन्दैहरू पनि ठिक ठाउँमा ल्याउने जनताको काम हो। जनता नै यो देशका सर्वशक्तिमान बनाउ नागरिक हुन्। जनताले चाहे भोलि जे पनि परिवर्तन हुनसक्छ। त उनीहरूले जनताले दिएको यो 2/3 बराबरको म्यान्डेटलाई नजरअन्दाज तिमीहरूले नगर। पद पाएन, मन्त्री पाएन, संवैधानिक अङ्गमा जान पाएन भनेर पार्टीभित्र रहेका केही चम्चेहरूले आज चाहिँ के घर होइन भाइ फुट्यो त गबर लुटी। आज कसको लागि यो चाहिँ गाई यात्रा गरिरहेका छौ? रविलाई प्रधानमन्त्री बन्न पर्यो, बन्छौ त। अहिले इतिहास रच, नेसनल भन्डेला बन, बालेन्द्रलाई साथ देऊ, लोभ प्रतिष्ठा र विदेशीको शक्तिमा तिमी उफ्रिने काम नगर। सबै कुरा हामीलाई थाहा छ। तथापि हामीले सचेत गराउन चाहन्छौँ, किनभने यो देश कसैको वीरता पनि होइन। यो देश कुनै चाहिँ के भन्दा कसैको बाउ बाजेको चाहिँ एउटा पैतृक सम्पत्ति पनि होइन। यो देश कसैले दिएको चाहिँ उपहार पनि होइन। यो देश सार्वसत्ता सम्पन्न, आजसम्म पराधीन नभएको, आजसम्म स्वतन्त्रता दिवस मनाउन नपरेको विश्वका 195 देशमध्येको सबभन्दा शक्तिशाली देश हो। डिभाइन पावरले देश चल्छ। यो देशलाई जसले ललकार छ उसको पतन निश्चित छ। त्यसैले पाएको शक्तिलाई दुरुपयोग नगर। राष्ट्रिय चाहिँ के भन्दाखेरि भनौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, सिआइबी, सम्पत्ति छानबिन जो चाहिँ के भन्दा शक्तिशाली निकायहरू हुनुहुन्छ, तपाईँहरूले मन वचन र कर्मले निष्ठा र चाहिँ जवाबदेही भएर अगाडि चाहिँ बढ्नुहोस्। यही नै हामी शुभकामना दिन चाहन्छौँ। तथापि चाहिँ के भन्दा यो भनौँ सुरक्षा अङ्गलाई विवादित बनाएर सुरक्षा अङ्गको मनोबल नगिराउँ। सबै मिलेर सुरक्षा संयन्त्रलाई सबल बनाऊ। देशको विकास र समृद्धिको लागि एउटा भनौँ के भन्दा समृद्ध नेपाल, एउटा के भन्दा सुखी नेपाली, भ्रष्टाचार मुक्त नेपालको चाहिँ हामीले चाहिँ परिकल्पना गरेर यो देशलाई के भन्दा 5 वर्षभित्र स्विजरल्यान्ड जस्तो, सिङ्गापुर जस्तो, भनौँ थाइल्यान्ड जस्तो बनाएर विश्वको युगान्तकारी परिवर्तन र सार्वसत्ता सम्पन्न वीर गोर्खालीका सन्तान भएर बाँच्ने प्रण र प्रतिज्ञा गरौँ। अहिले विरोध होइन, हातमा हात, साथमा साथ, काँधमा काँध मिलाएर चाहिँ अगाडि बढ्ने समय हो। यो धरती र प्रकृतिले तपाईँ हामी सबैलाई दिएको यो चाहिँ अकाट्य सन्देश पनि हो। र त्यसैले अहिले यो सरकारमा टुटफुट जुट लुट भन्दा पनि सबैले साथ दिएर देशलाई एकपटक युवाले के गर्छन् 5 वर्षको लागि हामीले यिनीहरूबाट अग्नि परीक्षासहित खबरदारी गरेर अगाडि बढ्ने प्रतिबद्धता सबै चाहिँ नेपाली सम्मानित जनमा रहोस् भन्दै सबैको चाहिँ सुस्वास्थ्य, दीर्घायु र समुन्नतिको कामना टक्राउँदै बिदा हुन चाहन्छु। धन्यवाद। जय जननी, जय मातृभूमि। त्यो देश दुनियाँ र सबैको लागि चाहिँ दुर्भाग्यपूर्ण विडम्बना हो। त्यो नआउनु पर्ने कुरा आयो, चाहे चिप्साबाट आयो, चाहे भनौँ खगेन्द्र मान्यजीबाट आयो। रहेको कुरो के त भन्दा अब चोखिने कुराहरूमा भन्ने हो भने तपाईँलाई म ग्यारेन्टेड भनौँ, यो देशमा 46 सालदेखि अहिलेको सम्मको अवस्थामा कुनै पनि चोखो छैन। चाहे मान्य होस्, चाहे वडा सदस्य होस्, चाहे नगर प्रमुख होस्, चाहे देशको राष्ट्रपति होस्, चाहे सुरक्षा अङ्ग, तिनै अङ्गका प्रमुख किन्न होस्, कतिपय कसैले चाहिँ दुधले नुहाएको पनि छैन र पाडो भएर शुद्ध दुध कसैले खाएको छैन। दिस इज माई ग्यारेन्टेड इन माई ओपिनियन, इन माई इन्भेस्टिगेसन। सत्य बोल्दा है, सत्य त पत्दैन। त राम्रो हुनुहुन्छ, बडाबा क्या बात क्या अच्छा, यस्तो मान्छे हुनुपर्छ, जय हो। त्यो हामीले प्रष्ट वक्ता सुन्यौँ। त्यो हुनाले वडा सदस्यदेखि राष्ट्रपतिसँग, सेनाको क्याप्टेनदेखि लिएर सेनापतिसँग, इन्सपेक्टरदेखि लिएर आइजीसँग, पिउनदेखि लिएर मुख्य सचिवसँग सत्य बोल्ने हो भने एउटा तपाईँको कुरा चल्यो, देश त बन्नु पऱ्यो नि त, भ्रष्टाचारको अन्त्य हुनु पऱ्यो नि त, कोही त कोही सत्य बोलिदिनु पऱ्यो नि। सत्य बोल्दा मर्नुपर्छ भने तयार छौँ भनेर हामी चाहिँ बोल्यौँ। सत्य त बोल्नु पऱ्यो नि त। आज वीरगन्जमा बसेको एउटा पिउनको चावडा गर्छ काठमाडौँ, अविश्वास गर्नुहोस्। एउटा भन्सार अधिकारीले चाहिँ के भन्दा करोडौँ चाहिँ के भन्दा अर्थमन्त्रीलाई घुस खुवाएर भन्सार चिफ भएर जान्छ। यही चाहिँ विमानस्थलको चाहिँ डिजी हुँदाखेरि करोडौँ चाहिँ घुस खुवाएर जान्छ। द्याट इज द फ्याक्ट। कोही चोखो छैन।
त्यो हुनाले आइजी साहबले भनेको अर्थमा पनि चाहिँ खगेन्द्र सुनवारजी पनि चोखो हुनुहुन्न हेर्नुहोस्, लेखिरहेको छु, यति म दावाको साथ भन्छु। तथापि चाहिँ कोही चोखो र कोही चाहिँ बिटुलो भन्दा पनि विधि, सिस्टम, परिस्थिति र चाहिँ स्थान विशेषलाई चाहिँ मध्यनजर राखेर कुराहरू आउनु पर्थ्यो। तथापि उहाँले पनि के भन्दाखेरि एउटा बेनामे, अब यहाँ त के हुन्छ भने प्रहरीले प्रहरीकै खुट्टा तान्छ। अब मलाई आइजी बन्न परेको छ, अब सरलाई चाहिँ के भन्दाखेरि मैले डेमनलाइट नगरिकन आइजी बन्दैन हेर्नुहोस्, उहाँलाई विभिन्न काण्ड लाउनु पर्यो। भित्रैबाट चाहिँ बेनामी लेखेर चाहिँ रासनमा यति गऱ्यो, त्यहाँदेखि उता चाहिँ बुटमा यसरी गऱ्यो, यहाँ गऱ्यो, त्यहाँ गऱ्यो, तथा नाम चाहिँ दुनियाँ नाटक नौटङ्गी गरेर अब त्यो पदमा त जानु छ। मैले पहिल्यै भनिसकेँ, अच्युत कृष्ण खरेलले चाहिँ देशको ऐतिहासिक चाहिँ यो चाहिँ सङ्गठनलाई बिगारेकै के भन्दा पार्टीले हो। पार्टीले चाहिँ प्रयोग गरे। प्रहरीले त सोभरा चार्ज हेर्नुहोस् न, विश्वको चाहिँ त्यहाँ अपराध, डकैती, बलात्कार, भ्रष्टाचार दुनियाँ गरेर चाहिँ 37वटा देशले पक्राउ गर्न सकेको सोभरा चार्ल्स जसोलाई नेपाल प्रहरीले पक्राउ गरेकी, रानीबारी चाहिँ का चाहिँ इन्जिनियर दम्पतिको अनुसन्धान गरेकी हो, फादर ग्याफ्नेको पनि अनुसन्धान गरेकी हो, मिर्जा दिलसाजलाई चाहिँ मतलब मार्ने चाहिँ भनौँ त्यो ग्याङलाई पनि पक्राउ गरेकै हो। भने प्रहरी असक्षम होइन, यो चाहिँ दक्षिण एसियाकै चाहिँ भन्दा अब्बल चाहिँ अनुसन्धानकर्तामा नेपाल प्रहरी चाहिँ सक्षम, काबिल र चाहिँ इन्भेस्टिगेटर पार्टमा अब्बल छ र विश्वको चाहिँ पिस किपिङ मिसनमा पनि यसले चाहिँ एउटा ठुलो स्थान राखेको छ, इज्जत कमाएको छ। तर त्यो इज्जतलाई यहाँका पार्टीले के गरे प्रयोग गर्थे। अब म आइजी बनाएको छु, गृहमन्त्रीले भन्छ 10 किलो सुन आउँदैछ आइजी साहब, त्यसलाई चाहिँ रोकटोक नहोला, नगरिदिनु होला। गृहमन्त्री त्यो भन्छ, अर्थमन्त्रीले त्यहाँको चाहिँ के भन्दा भन्सार चिफलाई त्यो एउटा सामान छ त्यसलाई पास गरिदिनु भन्छ, गर्नुहुन्छ कि मैले जागिर छोड्नु पऱ्यो? होइन भने मैले पक्राउ गर, म 100 दिनको चाहिँ स्याल बनेर बस्नुभन्दा 1 दिनको चाहिँ सिंह बनेर म पक्राउ गर्छु भने च्यालेन्ज गर्न सक्नु पऱ्यो। अनि त्यो खालका धेरै कुराहरू यसमा छन्। यी कुरा गर्दा तपाईँको रामायणै छ या कोही चोखो छैन। कोही चोखो भन्छ भने त्यो चाहिँ 8औं आश्चर्य हुन्छ देशमा, हेर्नुहोस् 8औं आश्चर्य हुन्छ। त्यसो भए सेना र प्रहरीमा चाहिँ भ्रष्टाचार हुन्छ कि हुँदैन, तपाईँको एक्सपिरियन्सले के? हुँदैन, कसले भनेको छ? हुँदैन, कसले भनेको छ? इतिहासले भनेको छ त। सुडानको काण्ड देख्नु भएको छ, डिबिलामा काण्ड देख्नु भएको छ। तर प्रहरीले आफैमा भ्रष्टाचार गर्ने होइन, उसलाई बाध्य बनाइन्छ। यो कुरो बुझ्नु, प्रहरीमा के बजेट हुन्छ भने एउटा थाना चलाउनलाई, एउटा जिल्ला चलाउनलाई, एउटा गाडी बिग्रो भने चाहिँ जनतासँग गुहारेर चाहिँ गाडी बनाउनु पर्छ। एउटा चाहिँ छाप्रो बनाउनलाई जनतासँग सहयोग, बजेटै हुँदैन, पुलिसले के भ्रष्टाचार गर्छ भने? भ्रष्टाचार गर्ने त यिनी नेता हुन्, अर्थ मन्त्रालयका मन्त्रीहरू हुन्, ब्युरोक्र्याट्सका चाहिँ के भन्दाखेरि चाहिँ उच्च मुख्य सचिव, सचिवको सही बिना, टिप्पणी बिना त भ्रष्टाचार हुँदैन। भने आज तपाईँको चाहिँ हात्ती छाप चप्पल लाएर सिंहदरबार छिरेका नेताहरू आलिशान महल भए, आज करोडौँका गाडी चढ्छन् भने देशको चाहिँ युवाहरूलाई चाहिँ बेच्छन्। भिजिट भिसामा पर डे देशको गृहमन्त्रीले प्रत्येक दिनमा चाहिँ 50-60 लाख चाहिँ भिजिट भिसामा युवाहरू बेचेर पैसा खाएको इतिहास त हाम्रो सामने छ। भुटानी शरणा नेपाली सार्वसत्ता सम्पन्न नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौँ खाएर तपाईँको चाहिँ गृहमन्त्री, प्रधानमन्त्री, सचिवदेखि चाहिँ संलग्न भएर अमेरिका पठाएका इतिहास त छन्। भ्रष्टाचार कहाँ छैन? मैले तपाईँलाई प्रतिप्रश्न गरेँ, भ्रष्टाचार कहाँ छैन मलाई भन्नुहोस्? भ्रष्टाचार कहाँ छैन? अल आर द करप्टेड लिडर अफ द कन्ट्री। हेर्नुहोस्, कोही चोखो छैन। तितो लाग्ला, मैले भनिसकेँ नि। अब बाँकी कुरा के भन्दा एउटा पिउनको 4वटा घर छ भने विचार गर्नुहोस्। धेरै रिपिट नगरौँ भने देशलाई कहाँसम्म पुरा हो। यस्तो चाहिँ के भन्दाखेरि चाहिँ दलदलमा फसाएर देशलाई नै ग्रे लिस्टमा पारेर एसियाकै गरिब देशका नागरिक भनेर हामीलाई चिनाएर भ्रष्टाचारीले शासन चलाएर चाहिँ विश्वलाई गन्दगी फैलाएका नेतृत्वहरूले अझै टाउको उठाएर मुर्दाबाद, जिन्दाबाद भनेर चिच्चाउँदा लाज, शरम, घिन पचेको देखिन। त्यस्तै चाहिँ के भन्दा राष्ट्रघाती टेस्टेड अनुहारलाई ताली पड्काएर जय जयकार गर्ने हामी नेपाली। हामी नेपाली। मैले त आफूलाई धिक्कार सम्झन्छु। हेर्नुहोस्, जबसम्म देशका जनताहरू सुध्रिन्नन् तबसम्म देश बन्दैन। बालनले मात्रै बनाएर बन्दैन, देश बनाउनलाई मिडियाको पनि ठुलो हात चाहिन्छ। मिडिया पनि के छन्? एउटा मिडिया माओवादी, एउटा मिडिया काङ्ग्रेस, एउटा मिडिया राजावादी, एउटा मिडिया एमाले, एउटा मिडिया मधेसवादी। यो पनि मिडियाको चरित्र हो।
माफ गरिदिनु होला है। मिडिया राष्ट्रको लागि हुनुपर्छ, देशको लागि हुनुपर्छ, मुलुकको लागि हुनुपर्छ। जाए मर्न किन्न परोस्, सत्य बोलेर मर्नु जाने आँट गर्नुपर्छ। ल मिडियाले मात्रै सत्य तथ्य कुराहरू निकालिदियोस् त 50% करप्सन चाहिँ तपाईँहरूले चाहिँ के गर्दाखेरि कन्ट्रोल गर्न सकिन्छ। 50%। मैले यहाँहरूलाई भन्न चाहेको होइन, आज हामी बिकेका छौँ। त्यही बिक्नाले के भएछ, देशको अभिगत यस्तो भएको छ। मिडिया भनेको त एकदम सशक्त तपाईँको राज्यको चौथो आँखा हो हेर्नुहोस्। तर के भन्दा किशोर श्रेष्ठज्यूले जस्तै नाङ्गो फोटो देखाएर शीर्षकारसी जस्तो होनार एउटा कलाकारको चाहिँ जीवन अन्त्य गर्नुभयो। त्यसलाई पत्रकार मानिँदैन, उहाँ सुध्रिनुपर्छ भन्ने हाम्रो मान्यता हो। हरेक चेलीबेटीका चाहिने बिना कामको फोटाहरू आएर कति हिजो सुन्दै थिएँ, महिला आयोगको चाहिँ अध्यक्षज्यूले मलाई पनि किशोर श्रेष्ठज्यूले चाहिँ मलाई चाहिँ मेरो चरित्र हत्या गर्नुभयो। यो देशको दुर्भाग्य। देशको चाहिँ के भन्दाखेरि तपाईँको उपसभामुख, संवैधानिक पदको उपसभामुखले लो म त चाहिँ मर्ने भएँ गृहमन्त्रीज्यू, म सुसाइड गरेर मर्ने भएँ, मलाई बचाउनुहोस्। ल अब बाँकी के रह्यो, जनताको हालत के होला। देशको उपसभामुखले हे गृहमन्त्रीज्यू मेरो चरित्र हत्या भयो, किशोर श्रेष्ठजीले मलाई मार्न लाग्नुभयो कि म सुसाइड गर्नु पर्यो, होइन भने रक्षा गर्नुहोस् भन्ने अवस्था आयो भने सुरक्षा चुनौती कहाँसम्म पुग्यो आज विचार गरौँ। त्यो हुनाले यसमा सबै जिम्मेवार हुनुपर्छ। हेर्नुहोस्, सरकार पनि जिम्मेवार हुनुपर्छ, निजामती कर्मचारी जिम्मेवार हुनुपर्छ, प्रहरी जिम्मेवार हुनुपर्छ, सेना जिम्मेवार हुनुपर्छ, राष्ट्रिय अनुसन्धान जति जिम्मेवार सबै जिम्मेवार हुनुपर्छ। त्योभन्दा बढ्ता जिम्मेवार, सबैभन्दा बढ्ता जिम्मेवारको हुनुपर्छ देशका नागरिक हुनुपर्छ। पार्टीको झोले नबनौँ, पार्टीको गोठालो नबनौँ, सार्वभौम सत्ता, सत्यलाई सत्य बनाऊ, असत्यलाई असत्य बनाऊ, गलतलाई गलत बनाऊ। त प्रधानमन्त्री राष्ट्रपति नि किन्न होस्। गलत गरेका छ भने त्यसलाई गलत भएर कारवाही गर्न सक्ने चाहिँ जनआवाज र चाहिँ जनदबावभन्दा ठुलो संसारमा केही पनि छैन। यो सरकार कसले बनाएको? बालेन्द्र शाहजीले बनाउनु भयो। यो सरकार त जनताले बनाएको हो नि त। कि जनताभन्दा ठुलो यहाँ कोही रहेछ? राडा फाल्ने को? जनता। पञ्चायत फाल्ने को? जनता। यी पार्टीका चाहिँ गठबन्धन, ठगबन्धन, लुटबन्धन, परिवार बन्धन, सिन्डिकेट बन्धनलाई परास्त पार्ने को? जनता। अहिलेको युवा सरकारलाई स्थापित गर्ने हाराहारी 2/3 मतमा जनता। त्यसैले सरकारलाई भन्न चाहन्छु, हरेक ब्युरोक्रेट, हरेक सुरक्षा अङ्गलाई के भन्न चाहन्छु भन्दा अब पहिलाको जस्तो छैन। जनता सचेत भइसकेका छन्। पहिलाको जस्तो लालीपाप खुवाएर ठगेर चाहिँ के भन्दा न देश चल्छ, न आफ्नो चाहिँ सङ्गठन चल्छ, न कुनै चाहिँ कर्मचारीको चाहिँ एउटा भूमिका चल्छ। त्यसैले तपाईँहरू जनताप्रति के भन्छ जवाबदेही हुनुहोस्, मुलुकप्रति वफादार बन्नुहोस्, देशलाई शिरमा राख्नुहोस्, काँधमा जिम्मेवारी बोक्नुहोस्, तब देश बन्छ। किन बन्दैन देश? हामी के छ? संसार छ एउटा जब चाहिँ के त भन्दा बालुवा मात्रै बेच्यो भने हामी समृद्ध हुन्छौँ, एउटा ढुङ्गा बेच्यो भने समृद्ध हुन्छौँ, एउटा माटो बेच्यो भने समृद्ध हुन्छौँ। आज जापान, आज तपाईँ दुबई हेर्नुहोस्, संसारको गन्तव्यको मार्ग बनाऊ। इन्डियाबाट रेलमा चाहिँ माटो बोकेर त तपाईँको चाहिँ के भन्दाखेरि मरुभूमिले आज विश्वको गन्तव्यको स्थान बन्यो। के हुँदैन? देशमा जडीबुटी छैन कि, कहीँनिर ढुङ्गा छैन कि, युरेनियमको पहाड छैन कि, नदी नाला छैन कि, भनौँ संसारको चाहिँ भनौँ नदीका चाहिँ इरारका चाहिँ भनौँ यो पानी के अरे तपाईँको चाहिँ इन्धनका कुवा सुक्लन, तर सगरमाथा कहिले सुक्दैन। पानी बेचे पनि हामी धनी बन्छौँ। भिजन चाहियो नि, देश बनाउने चाहिँ भिजन चाहियो, मेन्टालिटी चाहियो। खालि लुट्ने कहाँबाट पाइन्छ? कहाँबाट मन्त्री खान पाइन्छ? कहाँबाट घर बनाउनु पाइन्छ? कहाँबाट चाहिँ आफ्नो छोराछोरीलाई अस्ट्रेलिया लान पाइन्छ? कहाँ अमेरिका लान पाइन्छ भनेर यस्तो चाहिँ के भन्दा लठैत चाहिँ यस्तो भ्रष्टाचारको व्यथित एउटा लठैतहरूको चाहिँ दिमागले गर्दा देश बिग्रियो नि त। यो देश त संसारको स्वर्ग हो, एउटा डिभाइन पावर छ, शक्तिले। आज तपाईँले हेर्नुहोस् न, आज नरेन्द्र मोदीले पशुपतिनाथलाई मैले गुजरात बनाउँछु भनेर यहाँ चाहिँ 35वटा इन्जिनियर ल्याएर पशुपतिनाथको चाहिँ त्यो गृह चाहिँ हेर्न लाउँदाखेरि 36जना मान्छे नारायणीमा डुबेर मरे। पछि आएर नरेन्द्र मोदीले चाहिँ आएर प्रायश्चित गर्नु पर्यो। यो त चाहिँ तपोभूमि हो, बुद्धको देश हो, जानकीको देश हो, एलेम्बरको देश हो, राजा महेन्द्रले बनाएको देश हो। कसैले ललकारेर पर्दैन। के 7 समुद्र पारीको चाहिँ अमेरिका आएर नेपाललाई कब्जा गर्छ। हाम्रो भिजन खै, कहिले सैन्य रणनीति भन्ने आएको छ, कहिले के भन्ने आएको छ, कहिले के भन्ने। हामीलाई देश बन्नु पर्यो, अरू भाँडा बजोस् भन्नेमा अहिले सरकार पनि सचेत बनोस् र हामी सबै पनि जिम्मेवार बनाऊ भन्ने यहाँको लोकप्रिय मिडियाद्वारा यो एउटा अत्यन्त मर्मवेदी प्रश्न गर्नु हो। यो मानेमा यहाँलाई धन्यवाद पनि छ।
जस्तै हाम्रो दर्शकले भनौँ हाम्रो विज्ञ चाहिँ पाण्डे सरबाट पनि कुरा आयो नि त सुरक्षा बिना अब आज चाहिँ अवस्था के भयो भन्दाखेरि एक दिन अगर चाहिँ प्रहरीले ड्युटी गर्न छोडिदियोस् कति लुटपाट हुन्छ कति डकैती हुन्छ कति बलात्कार हुन्छ भने यो संवेदनशील अङ्गलाई एउटा माननीयबाट जुन एउटा चाहिँ के भन्दा आफ्नै सरकारको सुरक्षा अङ्गमाथि जुन एउटा तीखो प्रहार भयो त्यो देश दुनियाँ र स्वयं सरकारको लागि लज्जास्पद अवस्था पनि हो। जबसम्म आज चाहिँ के त भन्दा यदि सुरक्षा संयन्त्रलाई सही तरिकाले के भन्दाखेरि मजबुत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हात हतियार सेवा सुविधा आज तपाईँ एक वर्षमा सेनामा हेर्नुहोस् 7-8 हजार चाहिँ जवानहरूले जागिर छोडेका छ। नेपाल प्रहरीमा हेर्नुहोस् 14,000ले जागिर छोडेका छ। 14,000 डेटाले बताउँछ। किन छोडे भन्दाखेरि एउटा चाहिँ नि सिपाहीले आफ्नो 2टा बालबच्चा छोराछोरी श्रीमती र तथापि बुवा आमालाई पाल्न सक्ने चाहिँ तलब सुविधाको व्यवस्था खै। पुलिसले कहाँनिर भ्रष्टाचार गरे पुलिस त बजेटै हुँदैन मैले भने लट्ठी किन्न र गाडी बनाउनु त भिख माग्नु पर्छ जनतासँग भने अब पुलिसले के भ्रष्टाचार गर्छ भ्रष्ट त भ्रष्टहरूले गर्छन्। अर्थमन्त्रीदेखि लिएर अब दुनियाँ देखिराख्नु भएको छ भनी साध्य छैन। सारा चाहिने युनिटमा नगरपालिकामा चाहिँ अरबौँ बजेट आउँछ त्यहाँ पनि भ्रष्टाचार छ। ओडाको यो देशमा मान्नुहोस् न एउटा ओडा अध्यक्ष मान्छेलाई चाहिँ के दाल भात खानलाई अप्ठ्यारो छ एक छाक खानलाई ढेँडो खानलाई एउटा ओडा अध्यक्षले तपाईँ 5 करोड गाडी चढिरहेको छ। ल हेर्नुहोस् यो देश बन्छ खै। सादा जीवन उच्च विचार त्याग चाहियो नि तपस्या चाहियो समर्पण चाहियो निष्ठा चाहियो इमान्दारिता चाहियो। जब भ्रष्टाचारै गर्ने मेन्टालिटी भएका नेतृत्वको जब स्थापना हुन्छ तब देश यही तरिकाले अगाडि बढ्छ। तसर्थ चाहिँ मैले भन्न खोजेको कुरो के त भन्दा अहिलेको सरकारलाई सरकार कसरी सक्षम ल कुरोमा यदि सेनाले साथ दिएन सरकार के शक्तिशाली, यदि प्रहरीले साथ दिएन बालेन्द्र के शक्तिशाली, राष्ट्रपति के शक्तिशाली। त्यही सेना र प्रहरीको बलमा स्लोट हाई हुजुरी ताम झामबाट नै चाहिँ राष्ट्रपति प्रधानमन्त्री भनेर शक्तिको स्रोत भनेको सेना र पुलिस होइन सुरक्षा अङ्ग होइन भने को रहेछ त सबभन्दा ठुलो भन्दा सुरक्षा अङ्गबाट नै त्यो सुरक्षित भएन नि ती ठुल्ठुला भए। सुरक्षा चाहिँ एकदमै घेरा तोडियो भने सुरक्षाको मापदण्ड चाहिँ ल तिम्रो हाम्रो सुरक्षा गर्दैन ल भन्यो भने के हुन्छ। त्यसैले मेरो भनाइ के भन्दा सुरक्षा अङ्ग चाहे प्रहरी होस् चाहे सशस्त्र प्रहरी होस् चाहे सेना होस् चाहे राष्ट्रिय अनुसन्धान होस् सुरक्षा अङ्गलाई सबल सक्षम निर्विवादित र साधन सम्पन्न लत्ता भत्ता सुविधा सहितको सम्पन्नता सहित चाहिँ सेक्युरिटीलाई चाहिँ सेक्युरिटी फर्स्ट गऱ्यो भने समाज सुरक्षित हुन्छ राष्ट्र सुरक्षित हुन्छ। तब हामीले चाहेको हामीले परिकल्पना गरेको हाम्रो नेपाल हामीले चाहे जस्तो नेपाल बन्छ। त्यसैले सुरक्षालाई कम्प्रोमाइज नगरौँ सुरक्षालाई त्यसरी गर्न कम्प्रोमाइज हुँदैन। सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखेर माननीयहरू गणनीयहरू के हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो के भन्दा लवज बोलीलाई चाहिँ के भन्दा सिस्टमेटाइज गरेर अगाडि बढ्नु बाहेक विकल्प छैन। नीति निर्माण बन्नुपर्छ कानुन बन्नुपर्छ ऐन बन्नुपर्छ। ऐन नियम बनाऊ न ऐन नियम बनाउने ठाउँमा गएर चाहिँ रतौली खेलिरहेछ विश्व सुन्दरी प्रतियोगिता जस्तो भइरहेछ। आज 2/3 संसद भने त्यहाँ कुर्ची हेर्नुहोस् सारा कुर्ची खाली चाहिँ भत्ता खाइरहेछन्। के हामीले यही चाहेको हो? सदनमा तपाईँको चाहिँ 100-150 कुर्ची खाली छ हेर्नुहोस्। तपाईँले जनताले चुनेर पठा हाम्रो समस्याको समाधान गर। बाटाघाटा कल कारखाना विद्यालय शिक्षालय सुत्केरीलाई चाहिँ भनौँ समय चित्त उपचार यावत कुरालाई सम्पादन र व्यवस्थापन गरौँ भनेर पठाएको संसदमा कुर्ची खाली छन्। माननीय त कता छन् थाहै छैन। पहिले र अहिलेको फरक के भयो? त्यसले देश बनाऊ हामी साथमा छौँ हरेक साथमा छन् तर गल्ती गर्ने जोसुकै होस् उसलाई चाहिँ अब चाहिँ जनताले नि छोड्दैन। कानुन र नियम आफ्नो ठाउँमा छ। गलत बाटो र गलत डिरेक्सनमा यदि सरकार जान्छ भने जनताले एकदमै के भन्दा दण्डित गर्नेछ। त्यसैले अहिले आत्तिनी बात्तिनी लस्किनी मस्किनी चस्किनी बहकिनी भन्दा पनि देशलाई रणनीतिका साथ योजनाका साथ प्लानिङका साथ हरेक कुरालाई स्टडी गरेर प्लानिङ गरेर रणनीति बनाएर राष्ट्रको मार्गचित्र खडा गरेर रोड म्याप तयार गरेर देशलाई 5 वर्षमा चाहिँ एउटा युगान्तकारी परिवर्तन गर र अहिलेलाई मात्रै होइन भावी आउने पुस्तालाई पनि सुरक्षित र भ्रष्टाचार मुक्त राष्ट्र जिम्मा देऊ भनेर अहिलेको सरकारलाई यहाँको मिडियाद्वारा ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। संसदीय सुनवाई हुन्छ नि संसदीय सुनवाईमा के हुन्छ भने पार्लियामेन्टेरियनहरूले आएर
त्यहाँका ठुल्ठुला मानिसहरूलाई प्रश्न चाहिँ सोध्ने, उनीहरूको कामै त्यही हो। फेरि यो इलेक्टेड भएर आउने जो लेजिस्लेटरहरू छन् उनीहरूलाई चाहिँ क्वालिफिकेसन चाहिँ चाहिँदैन खास। अब यो ठुल्ठुला पदमा बस्ने मान्छेहरूको चाहिँ धेरै क्वालिफिकेसन हुन्छ। अब त्यो इलेक्टेड भएर आउने मान्छेहरू कोही चाहिँ धेरै सोफिस्टिकेटेड हुन्छन्, कोही अनपढ हुन्छन्, त्यस्ता पनि हुन्छन्। उनीहरूले कस्तो प्रश्न सोध्छन्, के प्रश्न सोध्छन् भन्ने चाहिँ थाहा चाहिँ हुँदैन, तर उनीहरूलाई प्रश्न सोध्ने हक चाहिँ छ। उहाँहरूलाई हक के छ भने उहाँको कामै त्यही हो, त्यहाँ बाहेक उहाँहरूको कामै छैन। त्यो लेजिस्लेटिभ कमिटी जुन भन्छौँ हामी, त्यो संसदीय छानबिन सुनवाई भन्छौँ नि, त्यसमा चाहिँ उहाँले ठुल्ठुला पदमा बसेका मानिसहरूलाई पनि ल्याएर बोलाएर तपाईँहरूको के भयो, हामीले त यस्तो सुनेका छौँ भनेर भन्न पाइन्छ। कसरी पाइन्छ, अरू देशमा कसरी भएको छ भने, अब ब्रिटेनमा टोनी ब्लेयर प्राइम मिनिस्टर थिए। त्यो बेलामा अमेरिकनहरूले के भने सद्दाम हुसेनले वेपन्स अफ मास डिस्ट्रक्सन जम्मा गरेका छ, हामी तिनीहरूलाई अट्याक गर्न जाउँ भनेर भने। अनि वेपन, अब त्यो युएनले पनि त्यो वेपन अफ मास डिस्ट्रक्सन त्यहाँ छैन है भनिसकेको थियो। अरू सबैले छैन भनेको थियो, अमेरिकाले चाहिँ छ भन्यो र ब्रिटेन त्यो सँगसँगै लागेर गएर इराकमा अट्याक गर्यो, सद्दाम हुसेनलाई अब खतम पारिदियो। त्यसपछि त्यहाँ लडाइँ सुरु भयो, भयङ्करको लडाइँ। त्यसपछि टोनी ब्लेयरलाई उनीहरूले सोधे, बाबा तपाईँले यो अमेरिकासित किन जानुभएको, तपाईँले कसले जानु अमेरिकासित भने। टोनी ब्लेयरले के भन्यो भने मेरो निगाहमा म एकदम स्वच्छ छु मान्छे, मैले कुनै पनि गल्ती गरेका छैन। जस्तो अहिले हाम्रो आइजिपीले भन्नुहुन्छ, मैले कुनै गल्ती गरेका छैन। मलाई चाहिँ किन त्यसरी सोध्नु भयो तपाईँहरूले भने। तपाईँले स्वच्छ विचार गर्नुभयो होला, राम्रो गर्नुभयो होला, तर तपाईँको कारणले तपाईँले जतिसुकै राम्रो गरे पनि हामी त त्यहाँ गएर फस्यौँ। हामीले अरू इनोसेन्ट मान्छेलाई नि मार्यौँ, हजारौँ मान्छेलाई मार्यौँ, हाम्रो पनि ठुलो क्षति भयो। तपाईँ स्वच्छ हुनुहुन्छ, तपाईँ विवेकशील हुनुहुन्छ, सबै कुरा तपाईँको राम्रो छ, तर तपाईँले हामीलाई त्यस्तो ठाउँमा त लगिदिनु भयो नि भनेर उहाँलाई ल्याफल्याफ्ती पारे अघि। त्यो संसदीय सुनवाईले त्यस्तो गर्यो। अनि उहाँले चाहिँ मलाई विश्वास, अनि तपाईँलाई कसरी विश्वास गर्ने, तपाईँ नचाहिने ठाउँमा हाम्रो देशलाई लैजानुहुन्छ, तपाईँलाई कसरी विश्वास गर्ने भन्ने कुरा आयो। अब उहाँको दुवैजनाको कुरा त्यस्तो छ अघि। अब भनौँ यो वाटरगेट स्क्यान्डलमा निक्सनको वाटरगेट स्क्यान्डल भयो, त्यसमा पनि संसदीय सुनवाईले गर्दा निक्सनलाई हैरान पार्दा उसले राजीनामा नै दिनु पर्यो। त्यसकारण हाम्रो देश, जुन देश चाहिँ भ्रष्टाचारबाट बाहिर निस्किन खोजिराखेको छ, यहाँ जज साहब इक्जाम्पल हुनुहुन्छ, यो भ्रष्टाचारबाट बाहिर निस्किनेलाई हामीले ठुलो कदम उठाउनै पर्छ। भ्रष्टाचारको कुरालाई हामी मर्यादित ढङ्गले चाहिँ यसरी ट्रिट गर्न मिल्दैन। भ्रष्टाचार कुरालाई ठाडै उठाउनुपर्छ हामीले। र त्यो आइजिपी चाहिँ असाध्यै, हाम्रो अहिलेको आइजिपी चाहिँ असाध्यै पढा लेखा विद्वान मान्छे हुनुहुन्छ अरे है, म त उहाँलाई चिन्दिनँ। तर त्यो सांसदले त्यो प्रश्न सोध्यो भनेर उहाँले रिसाउनु पर्ने कारण चाहिँ छैन। त्यो सांसदको प्रश्न सोध्ने उसको ड्युटी नै हो। मर्यादा, अब मर्यादाको कुरा गरौँ एकछिन। मर्यादामा हाम्रो यो बच्चाहरूको 9 सेप्टेम्बरमा जति हाम्रो नेपालका बच्चाहरू मरे, तिनीहरूको मर्यादा छैन। तिनीहरूको बाउआमा जसको बच्चा गयो उनीहरूको मर्यादा छैन। त्यो पुलिस जसले गोली हान्यो उसलाई नसिकाएको कसले नसिकाएको, जो गोली त्यहाँ कसरी हान्नुपर्छ र क्राउड कसरी कन्ट्रोल गर्नुपर्छ भन्ने सिकाउनु पर्ने कसले, त्यो पनि त पुलिसको ड्युटी हो। त्यो किन नसिकाएको, त्यो कुराहरू चाहिँ हामीले आइजिपीलाई सोध्न मिल्दैन। त्यसकारण तिनीहरूको मर्यादा के भयो, त्यो बच्चाहरूको, त्यो आमाहरूको जसको बच्चा गयो। अब भनौँ यो हामी चाहिँ अकाउन्ट्स एक्सन टास्क फोर्सको कुरा गऱ्यौँ हामीले।
हामी नेपालले 34 पोइन्ट पाएको छ 100 पोइन्टमा। हामी देश संसारभरिको भ्रष्ट देशहरूमध्ये गनिन्छन्। यदि हाम्रो पुलिस फोर्स यहाँ राम्रो भएको भए हामी त्यो अवस्थामा पुग्नुपर्ने देश हो। पुलिसको कर्तव्य बन्दैन त्यो भ्रष्टाचार रोक्नलाई, उहाँको मात्रै पर्दैन, यो पुरा सञ्जाल छ। तैपनि पुलिसले त त्यसको रिस्पोन्सिबिलिटी लिनु पर्यो नि। हाम्रो देशलाई कसैले पनि नपत्याउने ठाउँमा हामीले कसरी पुर्यायौँ भनेर त त्यो पुलिसले त आन्सर दिनु पर्यो। पुलिसले पनि त्यसमा त हाम्रो आइजिपीले पनि आन्सर दिनु पर्यो। अब अरू कुरा चाहिँ नगर्ने, कुनै एउटा सांसदले चाहिँ ठाडो बोल्यो भनेर रिसाउने। अब यो रिसाउने भन्ने कुरा पनि एउटा मानसिकता हो। हेर्नुहोस् है, भनौँ न मलाई तपाईँहरूले कस्तो पुड्को रहेछ भन्यो भने म रिसाउँछु? म रिसाउँदिनँ, किनभने म पुड्को छँदै छैन होइन। तर तपाईँ कुनैले आएर चाहिँ त धेरै अल्को रहेछ कामै भन्यो भने त्यो सही हो, त्यसमा म रिसाउँछु, किनभने सही कुरा हो। सही कुरामा मात्रै म रिसाउँछु। मलाई गलत कुरा भन्यो भने म पुड्के रहेछ कहाँको आयो भने म रिसाउँदिनँ होइन। त्यसकारण यदि म रिसाएँ भने मैले त के भने तपाईँले भनेको कुरामा अलिकति सत्य छ कि क्या हो भने जस्तो देखियो नि, भान भयो नि होइन। त्यसकारण चाहिँ त्यो अवस्थामा जानु भएन। र मैले के भने अहिले पुरा देशलाई हामीले भ्रष्टाचारबाट मुक्त गराउने भनेको छ भने यो देशको इमेज, अब अहिलेसम्म सबै सरकारका अङ्गहरू भ्रष्ट छन् भन्ने थियो है। सबै पुलिसमा होस्, आर्मीमा होस्, चाहे के अरे उसमा ब्युरोक्रेसीमा होस्, पार्लियामेन्टमा होस्, जहाँसुकै होस्, यो देश भ्रष्ट छ भन्ने संसारभरि कहलिएको छ र सायद त्यो सही पनि हो। यो देशलाई त त्यहाँबाट निकाल्नु पर्यो नि, त्यसको त हामी सबैको कर्तव्य हो नि। अब त्यसको लागि सानसानो कुरा उठाएर चित्त दुखाउने कुरा छैन। अहिले चाहिँ मुटु ठुलो राखेर, मुटु ठुलो पारेर ल यस्तो रहेछ। यदि म आइजिपी भए म के भन्थेँ भने तपाईँहरूकोसँग प्रुफ छ, तपाईँहरूले मैले भ्रष्टाचार गरेको छु भन्ने तपाईँको प्रुफ छ भन्नु सोध्ने। प्रुफ छ तर तपाईँ आइजिपी हुँदाहुँदै हामी इन्भेस्टिगेट गर्न सक्दैनौँ। मान्छेलाई डर लाग्छ आइजिपीदेखि त। आइजिपी त्यहाँ बसेको छ, उसको इन्भेस्टिगेट कसरी गर्ने भनेर डर लाग्छ। आइजिपीले के भन्न सक्छ भने ल म 2-4 महिना छोडिदिन्छु। हाम्रो अस्ति गृहमन्त्रीले छोड्नुभयो नि, गृहमन्त्रीलाई चार्ज लाग्यो त उहाँले छोड्नुभयो। फेरि उहाँलाई आइजिपीले म 2-4 महिनापछि म फेरि आउँला, ल तपाईँहरू इन्भेस्टिगेट गर्नुहोस्, प्रुभ गर्नुहोस्, मैले नत्र म तपाईँलाई ठिक पार्छु भन्नुहुन्छ। म आएर तपाईँलाई मुद्दा हालिदिन्छु, किनभने तपाईँले मलाई गलत दोष लाउनु भयो। त्यसको लागि चाहिँ तर गर्नुहोस् न त, मेरो छानबिन गर्नुहोस्। यदि म गिल्टी रहेछु भने ठिक छ, गिल्टी रहेछ भने म फर्केर आउँछु र तपाईँहरूलाई पनि म अदालतमा लैजान्छु, तपाईँहरूले मेरो मानहानि गर्नुभयो भन्न मिल्छ। तर कसैले सोध्यो भन्दैमा मेरो मानहानि हो भन्ने चाहिँ त्यो अलिकति सेन्सिटिभ कुरा भयो। त्यो आइजिपी साहबले त्यसलाई चाहिँ त्यति गाह्रोसँग नलिनु होला भन्ने मेरो प्रार्थना छ। तर ओभरअल चाहिँ जुन देश चाहिँ यो हामी भ्रष्टाचार निर्मूल पार्छौँ भनेर लागेको छ, त्यसमा चाहिँ हामीले सबैले मिलेर जानुपर्छ। र जुन यो यङ केटाहरू जो अहिले गभर्मेन्ट केटाकेटीहरू जो गभर्मेन्टमा आएका छन्, उनीहरूको विरुद्ध मैले भ्रष्टाचार गरेँ भने एउटा पनि सुनेको छैन। आफ्नो पर्सनल अब पावर मिसयुज गरे होला, केही गरे होला, भ्रष्टाचार गरेर पैसा खाए भनेर मैले सुनेको छैन। त्यसो भएर मलाई आशा के छ भने यो गभर्मेन्टलाई हामीले साथ दियौँ भने सायद नेपाल संसारको भ्रष्ट संसारमा केही पनि नचल्ने देश, विश्वासै गर्न नदिने। आजकल अरू देशले हाम्रो देशलाई विश्वासै गर्दैन। मैले अस्ति पनि भने फाइनेन्सको कुरामा अरू ब्याङ्क, बाहिरको ब्याङ्कले हामीलाई विश्वासै गर्दैन। त्यस्तो अवस्थाबाट यो देशलाई त जसरी पनि निकाल्नु छ। त्यसमा चाहिँ हामी सबै मिलेरै यो देशलाई अगाडि लैजानुपर्छ। र चाहिँ अब यो आइजिपी साहबलाई दुःख लाग्यो भए आइ एम सरी, तर उहाँले चाहिँ अलिकति ठुलो मुटु गरेर सबैलाई माफ गरिदिनुपर्छ भन्ने। धन्यवाद। यो सरकार नयाँ छ। अब अहिले हाम्रो पास्टको कुरा त यहाँ सुनिहाल्नुभयो। अब डिएसपी साहबले भनिसक्नुभयो। अब
त्यो बडो दुःखदायी छ। म जस्तो एउटा ज्येष्ठ नागरिकलाई त अत्यन्त दुःख लागेको छ। मैले यो देश भ्रष्ट छ भन्ने त सुनेको थिएँ, त्यहाँसम्मको भ्रष्ट छ भन्ने मलाई थाहा थिएन। अब कुरा के आयो भने यो देशलाई पुनर्निर्माण गर्नुपर्ने भयो हामीले। हामी चाहिँ जस्तो अरू देशहरू छन्, जस्तो अरू देशमा भ्रष्टाचार भने चाहिँ कहिलेकाहीँ हुन्छ, बाई एन्ड लार्ज भ्रष्टाचार हुँदैन। मान्छेहरूले आफ्नो काम राम्रोसँग चलाउन सक्छन्, सिटिजनले आफ्नो हक पाउँछन् भन्ने हामीले सुनेका छौँ। म त अब त्यो म अफ्रिकातिर पनि बसेको थिएँ, अरू ठाउँमा पनि बसेको थिएँ। यति भ्रष्ट हुन्छन् भन्ने देश भन्ने मलाई त लागेको थिएन। अब हाम्रो देश त साँच्चीकै खतम भएछ। अब यसलाई ठिक पार्ने च्यालेन्ज पनि हामीलाई ठुलो च्यालेन्ज भएको हुनाले जो माथि तहमा बसेका छन् नि, उनीहरूले यो सानसाना कुराहरूबाट दुःख लिनु भएन। अब हामीले धेरै कुराहरू आउँछन्, मिडियाबाट पनि आउँछन्, यता आउँछन्, कसैले राम्रो भन्छ, कसैले नराम्रो भन्छ। त्यो हामीले त्यसमा ठुलो पोस्टमा बसेको मान्छेले, अब म मेरै कहानी सुन्नुहोस्। मेरो अफिसमा एकजना केटी आइन्, मलाई आधा घन्टेसम्म बेस गरी गाली गरे, मेरै स्टाफ गरे। अनि मैले आधा घन्टापछि उनलाई सोधेँ, अब तिम्रो सक्यो भनेर। ल म आधा घन्टा भइसक्यो, म तिमीलाई गाली गरेको छु, तिमी मेरो हाकिम, तिमीलाई चाहिँ केही लागेको छैन। मैले के भने समस्या तिमीलाई छ, गाली गर्न पर्यो नि, त्यो समस्या तिम्रो हो, मेरो त समस्या होइन। तिम्रो कुरा सुनेर मैले दुःख माने भने मेरो त्यो समस्या मेरो भयो। म त तिमीलाई मद्दत पो गर्न चाहन्छु। तिम्रो समस्या मैले सुने। भगवान् बुद्धको पनि यस्तो एउटा कहानी छ। भगवान् बुद्धलाई एकचोटि एउटा महिलाले आएर गाली गरिछन् बाटोमा, यसरी तँ यस्तो भिक्षु गर्ने, मान्छेलाई काम गर्न नदिने, प्रार्थना मात्रै गर्न लाउने, आधा घन्टा जति काम गरिछन्। भगवान् बुद्धले के भन्नुभएको छ भने, तपाईँ कुरा गरिरहनुहोस्, मेरो त्यहाँ अर्को गाउँमा पुग्नुपर्ने छ, यो सूर्य यो ढल्न लाग्यो होइन, यो मतलब अस्ताउन लाग्यो, म फेरि भोलिपल्ट आउँछु, फेरि कन्टिन्यू गर्नुहोस् तपाईँको। म अच्छा तपाईँको सकिया छैन भने, तर म आज जाउँ कि अर्को जाउँ भन्नुभएछ। अनि तपाईँलाई किन यस्तो गर्नुहुन्छ भन्दाखेरि भगवान्ले के भन्नु पऱ्यो भने, समस्या त तपाईँको रहेछ, मैले सुनिदिएपछि तपाईँलाई आनन्द हुँदो रहेछ, म सुनिदिन्छु भन्नुभएछ। हामीले यो जो ठुल्ठुला पदमा बसेका छौँ नि, त्यो पदमा हामी इन्सल्ट भयौँ भन्ने हाम्रो हक छैन क्या। हामीलाई जसले जेसुकै भनोस्, भगवान् बुद्ध जस्तै हामीले पनि त्यति संयमता राख्नु सक्नु पर्यो, त्यो पोजिसनको त्यो ठाउँ। अब यो देश यदि यस्तो छ भने, अब मलाई त थाहा थिएन, तर यस्तो छ भने चाहिँ यो देशलाई त हामीले कम्प्लिटली रिराइट गर्नुपर्ने, पुरा नियमदेखि जगदेखि नै फेरि बनाउनु पर्ने। यसको लागि चाहिँ हामीले चाहिँ के गर्नु पर्यो भने, सुरुदेखि अब अहिले नयाँ अवस्था छ, यिनीहरू छ। भाग्यले के भयो भने पुरानै व्यवस्था भए यो हामी पुरै लेख्न सक्दैन थियौँ। नयाँ अहिले पाना खाली छ, अहिले ब्ल्याङ्क पेज छ, त्यो पेजमा हामी लेख्न सक्छौँ। यिनीहरू नयाँ आएका छन्, यिनीहरूको पास्ट पनि खास छैन, यिनीहरू फ्युचर मात्रै छ। यिनीहरूले घुस खाएको पहिलाको त्यो पनि छैन, यिनीहरूको भारी पनि छैन, पहिला केही डिफेन्ड गर्नुपर्ने छैन। म एउटा ज्येष्ठ नागरिकलाई मलाई सबैभन्दा ठुलो आशा के भने, अहिले लेख्न सकिन्छ कि त यस्तो भविष्य पहिला जेसुकै भए पनि अब यो खाली पानामा त लेख्न सक्छौँ नि। खानी पानामा हामी अगाडि कसरी जाने भन्ने चाहिँ हाम्रो ठुलो अब अहिले अपर्च्युनिटी चाहिँ छ, र त्यो अपर्च्युनिटीलाई चाहिँ हामी क्याच गरौँ। मैले चाहिँ यो सरकारलाई यहाँले मैले डिफेन्ड गरे होइन, मेरो आशा हो। यो एउटा बुढा मान्छेको, अब हाम्रो त 4-5 वर्ष बाँकी छ यो संसारमा। यो जानुभन्दा अगाडि त यहाँहरूलाई हामीले एउटा राम्रो देश हस्तान्तर गरेर जानु पर्यो होइन। त्यसको लागि चाहिँ हामी के गर्न सक्छौँ भनेर मात्रै लागेको हो अघि। र यहाँहरूको बच्चाहरूले जुन दुःख हाम्रो बच्चाहरूले पाए, जुन बच्चाहरूलाई हामीले दासत्वको जीवनमा बेचेर खाइरहेछौँ, वीर नेपाली भनेर हिँडेका छौँ। फेरि कहाँबाट आयो त्यो वीरता? अब बच्चाहरूलाई बेच्ने,
उनीहरूलाई ठग्ने, बेच्नुभन्दा अगाडि उनीहरूलाई ठग्ने, उनीहरूको पैसा ल्याएर भ्रष्टाचार गर्ने। अब यस्तो बदमास मान्छे यदि हामी छौँ भने हामीले त यो संसार त यो भाइहरूलाई दिएर जानु भएन। अनि मेरो आफ्नो चाहिँ के हो भने भगवान्ले कहाँबाट यो रेभोल्युसन ल्यायो अहिले यो नयाँ, यो चाहिँ मैले संसारमा कहीँ पनि देखाएको छैन है। म कमसेकम 70 देशमा काम गरेको छु, मैले यस्तो कहीँ देखाएको छैन कि चाहिँ पुरानाहरू जो भ्रष्ट छन् उनीहरूलाई निकालेर एउटै पुरै नयाँ यङ केटाहरू आइदिए बा, यो कहीँ भएको छैन हगि। अब यो इन्डियामा पनि अस्ति के कुरा चलिरहेको थियो, त्यहाँ साम्य भयो। बङ्गलादेशमा गयो त्यति राम्रो उनीहरूको भएन, तर यहाँ त यो सक्सेस स्टोरी हो, सक्सेस स्टोरी। त्यसकारण हामीले चाहिँ यसमा केही गरी राम्रोसँग लेख्न सक्यो, स्क्रिप्ट लेख्न सक्यौँ भने पाना खाली छ, यसमा जे लेखे पनि हुन्छ। यसलाई भ्रष्ट बनाउने भनेर लेखे पनि हुन्छ, यसलाई उत्तम बनाएर सिङ्गापुरको स्टाइलमा जाने भनेर बनाए पनि हुन्छ। त्यो अवस्था चाहिँ हामीलाई छ अहिले। साँचो नमिलेको कारण के हो भने हाम्रो देशलाई चाहिएको छ ली कुआन यू। ली कुआन यू भन्ने मान्छे कस्तो भने उसले अलिकति पनि अनियमितता देख्यो भने त्यसलाई ठिक पारिदिइहाल्थ्यो। अब हाम्रो अहिलेको प्रधानमन्त्रीले त्यो गर्न सक्नु भएको छैन। उहाँले के भन्नु पर्यो भने अलिकति पनि मैले कहीँ अनियमितता देखेँ भने म त्यसलाई ठिक पार्छु है। पहिला त सुरु गर्नु भएको थियो, अर्थमन्त्रीलाई त निकाल्नु भएको थियो, के अरे यो गृहमन्त्रीलाई त निकाल्नु भएको थियो। हरेक मन्त्री हरेक जुनसुकै पनि फेला पार्ने बित्तिकै त्यसलाई ठिक पार्नुभयो भने ठिक हुन्छ। तर अहिले चाहिँ अलिकति सफ्ट हुनुभएको छ, के कारण हो मैले बुझिनँ। तर कुनै पनि यस्तो नचाहिने ली कुआन यूले भावे कुनै पनि नहुनुपर्ने कुरा अथवा कुनै सांसदले आइजिपीलाई नराम्रोसँग सोध्यो भने जोसुकै भए पनि उसले एक्सन लिन्थ्यो। एक्सन लिनै पर्छ, हरेक भायोलेसनको एक्सन सिस्टमेटिकली लिनै पर्छ। उहाँ जज साहबलाई सोध्नुहोस्, यो आर्मीमा पनि त्यही हो, हरेक भायोलेसनको चाहिँ पनिसमेन्ट हुनै पर्छ। कुनै पनि भायोलेसनलाई आँखा चिम्लिनु हुँदैन। अनि मान्छेलाई थाहा पाउँछन्, ए बाबा यो त भाइले त छोड्ने रहेछ है। नेपालीलाई एकचोटि थाहा भयो भने नेपालीले त्यस्तो फेरि गर्दैन। हामीलाई यो छोड्दैन भन्यो भने फेरि गर्दैन। तर यहाँ के भयो भने हामीलाई के पनि हुँदैन भन्ने, हामी गरौँ हामीलाई के पनि हुँदैन भन्ने। र अब सायद अब यो बालेनजीले पनि केही गर्नु होला। अगाडि जाँदाखेरि चाहिँ उहाँले के भन्यो भने यो नियम हो, यो नियम तोड्नेलाई चाहिँ म आई विल कम आफ्टर यु, सिभियर कन्सिक्वेन्स हुन्छ र तपाईँहरूलाई म ठिक पार्छु भन्ने एउटा चाहिँ मेसेज चाहिँ जानुपर्छ।